नमस्ते, म सुमना श्रेष्ठ। हामीले विद्यार्थीहरूलाई र अभिभावकहरूलाई आफ्नो करियरमा के गर्ने, के पढ्ने, कहाँ जाने, कुन ट्रेनिङ लिने, यो सबै निर्णयहरू गर्नको लागि तपाईहरूलाई सहज होस् भनेर यो कार्यक्रम लिएर आइरहेका छौँ। अन्त्यसम्म बस्दिनु होला। नमस्कार। नमस्कार सम्पूर्णमा, म सुमना श्रेष्ठ। आज हामी फेरि अर्को एपिसोड यो करियरका कुरा लिएर आएका छौँ। फरक पात्रहरू, फरक करियर पिक गरेर आएका साथीहरूसँग छौँ। उहाँहरूबाट आज हामी उहाँहरूको कुरा सुन्छौँ। हजुरको छोटो परिचय र अहिले तपाईँ के गर्दै हुनुहुन्छ त्यहाँबाट। हजुर नमस्ते, म पूर्व ट्राफिक पुलिस इन्सपेक्टर हो। पहिला अहिले ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा काम गरेको छु। अहिले 3.5 वर्ष भयो। हजुरको शुभ नाम? म सीताराम माछेटु, घर भक्तपुर हो। म 58 वर्ष सकेर 39 वर्ष लागिसक्यो। हजुर नमस्ते, मेरो नाम प्रिया अधिकारी, म हेलिकप्टर पाइलट। विगत 17-18 वर्षदेखि एभिएसनमा काम गरिरहेको छु। नमस्ते, मेरो नाम राजेश लामा। सबैले मायाले कसले लामाई भन्छ। बाई प्रोफेसन आम ट्रेकिङ गाइड। मेरो आफ्नै कम्पनी पनि छ र प्लस म विल्डरनेस फर्स्ट रेस्पोन्डर पनि हो। र अहिले भर्खरै एभरेस्ट गरेर फर्केको आज 7 दिन भयो होला। अनि त्यो सँगसँगै तपाईँको खुट्टामा के भयो? भनिहाल्यो अहिले नै। सो यो चाहिँ तपाईँको एभरेस्ट चढ्ने क्रममा चिसोले अलिक भेटेछ। सो द्याट्स द इनिसियल स्टेज अफ फ्रस्ट बाइट। अनि तपाईँको अब जोस रिकभर हुँदैछ। अनि जोक्स पार्ट मैले चाहिँ यसलाई एभरेस्ट किस्ट भन्ने भन्छु। यो उहाँको स्टोरी एकदम कथा एकदम इन्ट्रेस्टिङ छ। तपाईँको अलिकति तपाईँ कहाँबाट हिँडेर सगरमाथा चढ्न थाल्नुभयो भन्नुहोस् त। सो म चाहिँ आफ्नै यता घर सानेपाबाटै हिँडेर एभरेस्ट चढेको। म अप्रिल 1 हिँड्न थालेको। अनि तपाईँको जिरी 8 दिनमा पुगेँ, लुक्ला 15 दिनमा पुगेँ, बेस क्याम्प 24 दिन लाग्यो। किनभने यता तपाईँको रेन्जो पास चोला पास पनि गरेँ। फेरि सिधै गएको नि होइन, रेन्जो पास चोला पास गोके गरेर एभरेस्टको टुरमा चाहिँ म 50 दिनमा पुगेँ। सो अलिकति फरक तरिका। यो पहिला कुन सालमा भएको थियो? सो यो पहिला फर्स्ट ह्युमनले एभरेस्ट क्लाइम्ब गर्ने बेला 1953 मा। त्यो बेला उहाँसँग सुविधा नभएर उहाँहरू हिँड्नु भएको थियो। अहिले म चाहिँ सुविधा भएर पनि होइन, अलिक सबैजना खालि सबै कुरा एकदम फास्ट गर्न खोज्दो रहेछ। रेकर्ड फास्ट हुन्छ। म चाहिँ होइन, अलिकति स्लो गरौँ, लेट्स टेक इट इजी भनेर स्लो रेकर्ड भनेर बिस्तारै त्यसरी नै गरेको। वन्डरफुल। तपाईँकोमा फेरि आउला। सरले कहिले डिसाइड गर्नुभयो म ट्राफिकमा जान्छु भनेर? कसरी डिसाइड गर्नुभयो बताइदिनु। एकदमै राम्रो क्वेसन सोध्नुभयो, धन्यवाद त्यसको लागि। 2045 सालमा हाम्रो स्वर्गीय वीरेन्द्र सरकार हाम्रो भक्तपुरको गाइती टोलमा आउने भने खबर भूकम्प भएको थियो। त्यो बेलामा त भूकम्प भएमा सानो भूकम्प भएपछि के भयो भन्दाखेरि त्यहाँनिर यति भिड भयो कि राजा आउने भयो भनेपछि मान्छे स्वाभाविक म पनि हेर्न गएँ। त्यहाँ त्यो जुन भूकम्प भएको क्षेत्र गाइती भनेको त्यो बिस्किट जात्रामा राख्ने ठाउँ हो, ठुलो ठाउँ छ। त्यहाँ मान्छे भिड भयो। त्यहाँ प्राण बचा आउनुभयो, हटाउनु खोज्यो, सकेन। उडाल्छ आउनुभयो, कहिले सकेन त्यहाँनिर। अनि अब के राजा र आउने बेला भयो, त्यहाँ वीरेन्द्र भयो, टेन्सन भयो सबैलाई। अनि एकजना प्रहरी जसले याद छ मलाई, लट्ठी लिएर टाक आउनुभयो। यसरी उसले सिटी निकाल्नुभयो। गरेपछि यत्रो भित्र कि म छक्क परेँ। मै भागेँ। सबै त्यो वडापछि जो त्यहाँ जुन नेताहरू ठुलो मान्छे सबै साथ लाग्यो एउटा सिटीले। यो सिटीले म छेउमा पसलो छेउमा यस्तै उभिएँ मैले। पुलिस एउटा सिपाही मात्रै थियो भने कोही थिएन। आमामा यो सिटीसँग कस्तो पावर रहेछ। 100 सिटी बजाएर त्यो प्राणपञ्चले मान्छे हलाउन नसकेको ठाउँमा एउटा सिपाही प्रहरी जवान आएर हलायो। बापरे, म प्रहरी हुन्छु भने त्यहाँनिर मैले इन्ट्रेस्ट भएको, सिटी बजाउने इन्ट्रेस्ट भएको त्यहाँनिर हो। त्यो राजाको पालामा सिटी बजाएर। तपाईँ कति उमेरको हुनुहुन्थ्यो? म त्यसबेला भनेपछि 21 वर्ष त्यो बेला। म 45 सालमा भएको, म 46 सालमा पुलिसमा गइहालेँ। म पुलिस त्यो बेलामा म केमा जाने थाहै छैन मलाई। हामी भक्तपुर के भयो, त्यहाँ व्यापार गर्ने पछि, जाहिर खाने पछि होइन हामी। अनि त्यो बेलामा अनि यसै हेरेँ, त्यो सिटी दिएपछि फरक पर्ने। भक्तपुर पुलिस कहाँ जान पाउँछ भनेर आमाले गाली गर्नुभयो मलाई। अनि होइन, पुलिस त्यो सिटी याद भयो मलाई। सपनामा सिटी आउँछ, मलाई त्यो सिटी बजाएको ठ्याक्क बजाएको त्यो हलेको सिटीमा कति पावर छ भन्ने कुरामा
त्यहाँबाट सिकेर प्रहरी कति रेस्पेक्ट गर्यो त्यो बेलामा। त्यहाँनिर म प्रहरीमा पस्यो ट्राफिकमा 2046 साल पुस 11 गते प्रहरी असही साहब भनेर म भित्र छिरेको हो। यो सिटीले गर्दा सिटी बजाउँदै अहिलेसम्म त्यहाँ 29 वर्ष बसेँ म। 29 वर्ष नेपाल सरकार हाम्रो प्रहरीले इन्चार्ज भएर जिम्मा दियो मलाई। इन्चार्ज सेकेन्ड म्यान छैन मेरो। अहिले 3.5 वर्ष भयो नगर प्रहरी प्रमुखमा हाम्रो मेयर चिरबाबु मर्नु छ। ल तपाईँ ट्राफिकमा राम्रो काम गरेको, ल हाम्रो महानगरपालिका राम्रो बनाउनु पर्यो, म सहयोग गर्नु पर्यो, हाम्रो महानगरपालिका नगरपालिका सेवा गर्नु पर्यो भनेर फेरि म घरमा बसेको मान्छेलाई फेरि ल्याएर फेरि सिटी बजाउने छु अहिले पनि। सिटी नछोड्ने भयो मैले। तपाईँले यो प्रहरीमा जाँदै गर्दाखेरि के पढिराख्नु भएको थियो? के पढ्दै हुनुहुन्थ्यो? म त सिम्पल म्यानेजमेन्ट पढेको हो। सिम्पल पढेको त्यो बेलामा हामी प्रहरी जाने मेरो प्लानै थिएन मेरो त। सिम्पल पढेको के एउटा समस्या के छ भने म के हुन्छु भनेर पढ्न छैन। पहिला पढ्ने मात्र हो, पढ्ने बिजनेस गर्ने। बिजनेस के गर्ने त्यो मतलब भएन। जोग्राफी पनि पढेको मैले, क्लास लियो, डिप्लोमा आएँ मैले। त्यसले गर्दा के हो भने हाम्रो अहिलेदेखि एउटा समस्या के देखा छ भने छोराछोरीले के बोले 8, 9, 10 कक्षादेखि के पढ्ने हो, पछि भविष्य के हुने हो कुराको थाहा हुनुपर्छ लाग्छ मलाई त। त्यो कमजोरी हो मैले थाहा पाएँ। म क्याम्पस पढासम्म के हुने हो थाहा छैन मलाई। जब त्यो सिटी बजाए सिटी हुने पनि त्यो सिटीले गर्दा पनि भयो। बुवा आमाले सिकाएको पनि होइन मलाई। त्यो सिटीले गर्दा म प्रहरी बन्छु भने आफै आएको हो त्यो। तर आउने थिएन। तर म के बन्छु भनेर पढेको होइन। त्यो सिटीले गर्दा म पुलिसमा जान्छु भनेर पढेको हो। तर एउटा अहिले अवस्थामा के देख्छु भने म अहिले तपाईँ त अब शिक्षा मन्त्रीजी हुनुहुन्छ तपाईँले हो। अहिले हाम्रो 8, 9 कक्षा 10 कक्षा अहिलेको बच्चाहरूलाई म यो हुन्छु भनेर भन्यो भने टार्गेट त्यहाँबाट धेरै कुरा सिकिन्छ भने हामी अल्मलिरहेको छु लाइफ। जब अल्मलिएर क्याम्पस पढ्यो, क्याम्पसमा अल्मलिरहेछ अहिले के पढौँ अनि विदेश जाने कि यहीँ पढ्ने कि इन्जिनियर पढ्ने कि डाक्टर पढ्ने कि त्यो विभिन्न कुरा खेलाएको छ। तर अहिलेदेखि हामीले त जुन तपाईँले भन्नुभयो, तपाईँ जस्तो मान्छेले अब यो विद्यार्थीहरूलाई यो चिजमा आउँदाखेरि यो पढ्नुपर्छ नि फिलिङ गर्यो भने राम्रो मान्छे बन्न सकिन्छ जस्तो लाग्छ मलाई। अनि प्रहरीमा काम गर्ने भने चाहिँ नि के रहेछ त तपाईँ बताइदिनु। कोही मान्छेले सोचिरहेको होला नि त, तपाईँले सिटी बजाइदिनु भयो, त्यहाँबाट पनि इन्सपायर भइरह होला। प्रहरी हुनुलाई धेरै त्याग गर्नुपर्छ। प्रहरी भनेको सबैलाई मन पराउने प्रहरी हुनु पर्यो। कुनै काम गरे सानो गल्ती गर्दाखेरि चाहिँ सबै प्रहरीको बदनाम हुन्छ। कुनै परिवारमा सानो गल्ती गर्दाखेरि उसको मान्छेमा बदनाम हुन्छ, के हुन्न। प्रहरीमा त्यो अवस्था छैन। एउटा प्रहरीले गल्ती गर्दाखेरि नेपालभरिको प्रहरीको समस्या हुन्छ। ट्राफिक पुलिसमा गर्दाखेरि मैले के सोचेँ भने सडकमा बसेँ, सिटी बजाएँ मैले। सिटी बजाउन सल्लाहकारी भक्तपुरमा 2047 साल फागुन 8 गतेको कुरा हो। तालिम सकेर म इन्चार्ज भएर जिल्लापट्टि भएर पठाइदियो मलाई। जिल्ला भक्तपुर इन्चार्जले भक्तपुरमा बस्यो, भक्तपुर इन्चार्ज भएर पठाइदियो। असै हो इन्चार्ज म। चट्ट बस्यो अनि सिटी हेरेँ, यसरी बसिँदा सिटी बजाएर आएको म। सिटी बज्नु मन लाग्यो भनेर सिटी यसरी घुमाएँ। अनि हल्ला सर यसरी घुमाउनुहुन्न सर, सुनाउनु सर, यसरी बोक्नुपर्छ नि। कहाँ यसरी पुलिस पनि भनेर पुलिस तालिम सकेर आएको फिल्डमा छैन। अनि मैले यसो अब चेकिङ गरेर सल्लाह गरेँ, ठ्याक्कै चेकिङ सानो बाटो थियो। चेकिङ गरेर भने म सिटी बजाउँछु नि, बजाउँछु अरे रोकेको त ट्रक नि 10 मिटर पर रोकेको छ। आमामाई त्यहाँ पो रोकेको छ ट्रक। कस सिटी हेरेँ मैले, त्यो याद आयो मलाई त्यो बेलामा। त्यहाँ मान्छे हटाएको याद आयो, त्यहाँ ट्रक रोकेको याद आयो। ट्रक ड्राइभर पनि ओहो ट्राफिक सिटी बजाएर पनि ढ्यापे रोकेको। मैले सिटी पल्टाइ हेरेको छु त्यो बेलामा पनि। त्यो बेलामा त्यस कारण हामी के हुन्छ भनेको सिटी बजाएर हामी आए। यो सिटीले गर्दा के हुन्छ भने प्रहरीमा भए त यसले लाठीचार्ज गर्ने, गोली हानेसम्म पनि यसले सिटीले गर्छ। ट्राफिक प्रहरीमा के हुन्छ भने यसले सकेसम्म चाँडै घर पुर्याउने काम यसले गर्छ सबैलाई। त्यो सुरक्षित साथ समयमा गन्तव्यमा पुर्याउने काम र सुरक्षा पुर्याउने काम यसले गर्छ। त हामीले यसलाई सिटीलाई अर्को स्टेटले हेर्नुहुन्छ लाग्छ मलाई त। त्यही सिटीको अहिले म पूजा गर्छु भने सिटीलाई पनि यसले गर्दा धेरै मान्छेको ज्यान जोगाएँ मैले। धेरै मान्छे चाँडै घर पुर्याइदिएँ, धेरै काम गरेँ मैले। त्यो सिटी बजाउने हाम्रो नगर हाम्रो ट्राफिक पुलिस कोटेश्वरको चाहिँ सही हिसाबले दुर्घटना पऱ्यो नि त्यो पनि। अरूलाई बचाउन पनि हामी मर्न सक्छ भन्ने कुरा ख्याल गरेँ हामी। त्यस कारण म पनि धेरै नै सडकमा बस्दाखेरि फिलिङै भएन कि कोही मान्छे दुर्घटना होला भने डर हुन्छ मलाई। म आफै दुर्घटना भए मतलब हुन्न हामीलाई, अरू दुर्घटना होला, अरू घरमा चाँडै पुर्याउन नसक्ला हुन्छ। सबभन्दा मुख्य समस्या कहाँ देख्छु भने स्कुलका बसहरू बच्चाहरू स्कुल छुटेपछि जाम भए बेला सबभन्दा त्यहाँनिर देख्छु म। अहिले त प्रेस सवारीमा समस्या छैन। पहिलाको पालामा समस्या सवारी भनेपछि 2 घन्टा गाडी बन्द गर्नुपर्ने बस आउँछ। स्कुलको बच्चाहरू झ्याल ल्याएर गर्मी भयो भने टेन्सन हुन्छ हामीलाई। त्यो अवस्था देखाएको छु मैले सर्वप्रथम। त्यस कारण स्कुलको बच्चाहरूदेखि पुर्याउने काम, हामी मान्छेहरूलाई पुर्याउने काम कति काम हामीले गरेछौँ यसले
सिटीले गर्दा हामी ट्राफिक पुलिसले ट्राफिक प्रहरीलाई हेर्ने जुन हेर्ने दृष्टिकोण छ पहिले एउटा भन्नाले अहिले राम्रो भएको छ अहिले बेतन राम्रो छ ट्राफिकले दुःख दियो भनेर भन्छ अब हेलमेट नलागिकन आउने लाइसेन्स दियो भने कि दुःख दिएको भन्छ उसले थाहै छैन कि हेलमेट उहाँको सुरक्षाको लागि भन्छ राति 12 बजेसम्म माफी चेकिङ गरेर बस्दा हुन्छ दुःख दिएको भन्नुहुन्न भने उहाँले त उसले उहाँको घरको परिवारले वेट गरिरहेको हुन्छ मेरो श्रीमान आउँछ भनेर वेट गर्नलाई हामीले सुरक्षा सब पुऱ्याउनु पर्ने काम गर्छौँ हामी चेकिङ गर्छौँ हामी र चेकिङ कुरा हो उसलाई चाँडी पुऱ्याउने काम गर्छ स्कुलका कहिले गाडी जाम भयो भने बच्चाहरू कोही घरमा आएन भने फोन आउँछ हामीलाई ए आज के दुर्घटना भयो क्या मेरो छोराछोरी आएन भनेर टेन्सन हुन्छ सबभन्दा मुख्य न्यु रोड गेटमा दरबारमा न्यु रोडमा बेलुकातिर गाडी अलिक जाम हुन यति मान्छे आमा बुवाहरू वेट गरिरहेछ कि एकदमै हुन्छ त्यसमा जाम कम गर्नलाई हामी ट्राफिक प्रहरी भएर राम्रो काम गरिरहेको छु राम्रो भइरहेछ पनि त्यही कारणले गर्दा म ट्राफिक पुलिसमा राम्रो भनिन अघि नै राम्रो काम गर्यो भनेर चिरिबाबु मर्जन मेयर साहबले म यता ल्याउनु भयो ललितपुर महानगरपालिका नगर प्रहरी प्रमुख भएर चाहिँ मलाई गाह्रो भएर छ अहिले किन गाह्रो भएको छ भने राम्रो मान्छे भएर आएपछि नराम्रो होला पनि डर भएको छ मलाई म 4 बजेदेखि लाग्दैन मलाई म्याडम हजुर पनि श्याम मन्दिर राम्रो काम गरेर अहिले हजुरले राम्रो गर्नुभयो हजुरलाई टेन्सन छ अहिले किनभने आफै मन्त्री भयो भने के फरक हुन्न राम्रो मान्छे मन्त्री भने अब सानो गल्ती पनि तै खुसी हेर्छ मान्छेले राजनीति त्यस्तो खालको मलाई अहिले के डर छ भने त्यहाँनिर अब राम्रो भएर आएको चाहिँ त्यो राम्रो छ ट्राफिकमा राम्रो यहाँ पनि राम्रो गर्छ भने आश गरेको राम्रो गर्न नसक्दा बिहान 4 बजी लाग्दैन मलाई अहिले के गर्ने कसो गर्ने मेरो परिजनले के गर्यो कि नभएले के समस्या भयो कि टेन्सन छ अहिले बेला आउँदा बिहान 7 बजे लुगा लाउँछु म 7 बजे म अफिस 7:15 बजे 15 मिनटमा अफिसमा पुग्छु युनिफर्म लगाएर बेलुका 7 र 7:15 बजे हिँड्छु म अनि प्लानिङ गर्छु म कहिले घरभन्दा बाहिर कहीँ जान्न श्रीमतीले 5 बजे भात पकाइदिन्छ मलाई अहिले पनि अनि बाहिर खान्न म त्यो लिएर जानु घरमा अफिसमा जान्छु खान्छु बाहिर ड्युटी गर्छु फेरि बेलुका अलिक घरमा खान सुत्छु म अहिलेसम्म म बिदा ल्याएको छैन मैले हजुर सायद 3 वर्ष भयो शनिबार पनि बिदा ल्याएको छैन म कुनै पर्व पनि बिदा लिने होइन हामी मलाई काम गर्न बोलाएकोले जारी खान बोलाएको होइन नि मेयर साहबले त त्यस कारण त्यो बिदा नलिएको श्रीमतीले भन्छ किन बिदा मलाई अब काम गर्न बोलाएको हो काम गर्नुपर्छ म त्यो भावनाले गर्दा किन भन्दा कि तपाईँ जस्तो मान्छे यङ भयो अहिलेको जुन देखेको छु मैले मन्त्रीजीहरू यङ भएकोले मलाई आनन्द लाग्छ म आफूले बुढो भएको फिलिङै हुँदैन मलाई गुड तपाईँकोमा फेरि आउँला तपाईँले कहिले डिसाइड गर्नुभयो तपाईँ सिभिल एभिएसनमा जानुहुन्छ हेलिकप्टर पाइलट बन्नुहुन्छ भनेर मेरो स्टोरी अलिक डिफ्रेन्ट छ +2 सकेर मैले चाहिँ +2 मा साइन्स लिएको मलाई घरमा सबैले अलिक कमजोर विद्यार्थी थिएँ म घरमा दिदी बहिनी हामी 5 जना दिदी बहिनीमा सबैभन्दा कमजोर थिएँ म साइन्स पढ्छु भन्दा सबैजना हाँस्या थियो मैले साइन्स पढेको मेन रिजन चाहिँ इदर नर्स ओ डक्टर पढ्छु भनेर हो त्योभन्दा बाहेक त अरू केही पनि दिमागमै थिएन +2 सकेपछि चाहिँ डक्टरको लागि ट्राई गर्दै थिएँ 1 वर्ष लस भयो इन्ट्रान्सहरू प्रिपेयर गर्दा अनि घरमा अलिकति मामु बिरामी यस्तो कन्डिसन थियो त्यति बेला चाहिँ मेरो कान्छी बहिनीले दिजु हेर त न्युज पेपरमा एयर होस्टेसको एप्लिकेसन रहेछ भन्यो मैले बुधबारमा अप्लाई गरेँ मैले जब पाएँ म बुधबारमा एज अ एयर होस्टेस स्टार्ट गरेँ 2006 मार्चबाट अनि एभिएसनमा जानुभन्दा अगाडि चाहिँ आमाले के भन्यो नि पढाइ चाहिँ बिगार्न पाउँदैनस् है भनेर चाहिँ हवस् भनेको थिएँ जोइन गरेको 1 वर्षमा मैले इन्भाइरोमेन्टल साइन्स त्यो चन्द्रमा जोइन गरेँ अनि 3 वर्ष त्यो सक्यो अनि ठ्याक्कै यता 3 वर्ष 4 वर्ष जति भएको थियो बुधबारमा एज अ एयर होस्टेस काम गरेको त्यो बिचमा मैले एउटा जोय राइड जस्तो एउटा एयर डाइनेस्टीको हेलिकप्टर चाहिँ एउटा रेस्क्युमा जान लागेछ अनि अब त्यो एभिएसनमा सबै चिनिरहेको एयरपोर्टमा अनि सरले अहिले जान्छस् भनेर सोध्छु कि हुन्छ नि सर जान्छु भनेर भने त्यो हेलिकप्टरभित्र बसेको त ला अब त हेलिकप्टर पाइलटै बन्नु पर्यो जस्तो भयो हुन्छ नि सबैतिर देख्ने अब म त प्लेनको झ्यालबाट बाहिर हेरिरहने बानी भएको त्यो हेलिकप्टरबाट त अगाडि पनि पुरा माथि तल साइड सबै ओमाइ गड सर के गर्नुपर्छ हेलिकप्टर पाइलट हुनलाई भनेर सोधेँ अनि सरले साइन्स पढेको हुनुपर्छ नि यसो म त इन्भाइरोमेन्टल साइन्स ग्रेजुएट हो भने कि यसरी नै अनि यत्रो पढेको मान्छे मास्टर्स पढ्न जाउँ न मास्टर्सै पढ्न जानला हो तर भन्छ नि के गर्नुपर्छ भने यस्तो यस्तो गर्नुपर्छ भनेर पुरा प्रोसेस भन्छ त्यो सायद 1 आवरको फ्लाइट थियो होला मैले पुरै प्रोसेसै लिएँ सरसँग अनि पैसा कति लाग्छ भन्दा 55-60 लाख लाग्छ भन्छ अहिले भन्दा 14 वर्ष अगाडिको कुरा होइन अनि फोटोहरू टन्न खिच्यो अरे घर आएँ एकदम मिडल क्लास फ्यामिलीको हामी ठिक्कको 5 जना छोरीलाई बोर्डिङ स्कुलमा पढाएको है मेरो बुवाले
बुवा मामुले धेरै दुःख गरेको छोरीलाई किन पढाउनु र भन्ने सोसाइटीबाट आएको हो नि त हामी त होइन अनि त्यसपछि घरमा गएँ सबै फोटोसोटो देखाएँ भिडियो देखाएँ अनि मामा म पनि हेलिकप्टर पाइलट बन्छु ल भने के मैले मलाई केही थाहा छैन कि नेपालमा कतिजना महिला हेलिकप्टर पाइलट हुनुहुन्छ या कतिजना पुरुष हुनुहुन्छ भने मलाई केही थाहा छैन त्यसको बारेमा कोही पनि एभिएसनबाट रिलेटेड नै छैन नि त फ्यामिलीमा त होइन अनि त्यसपछि घर आएर भन्दा चाहिँ मामुले जहाँ गयो त्यही पढ्छु भनेर भन्छन् मामा साँच्चीकै बन्न मन लाग्यो भने तिमीलाई त अस्तिसम्म के अर्कै बन्न मन लागेको थियो फिनल्यान्ड के अरे अटोमिक एनर्जीको बारेमा पढ्न जान्छु भन्थ्यो कहिले मास्टर्स गर्न अस्ट्रेलिया जान्छ भन्थ्यो अहिले आएर के भन्छ हेलिकप्टर पाइलट गरेर सुत जाऊ भने म पैसा छ भनेर सोधेँ कि अनि कति पैसा चाहिन्छ होइन 55-60 लाख भने अनि तँसँग पैसा छ भनेर सोध्छु कि यसरी नै अनि मैले त बुधबारमा काम गर्दा 5 वर्ष झन्डै काम गरेको पैसा प्लस सञ्जय घोष नागरिक लजको गर्दाखेरि 15 लाख हुन्छ मैले हिसाब गरिसकेको थिएँ कि मसँग यति पैसा हुन्छ भनेर अनि त्यसपछि चाहिँ अनि ल गएर सुत जाऊ भन्छ म माथि सुत्न गएँ नि एकछिनपछि झन्डै 1-1.5 घन्टापछि बोलाएछु मलाई घरमा सानो भन्छिन्छ सानो भनेर बोलाएछु अनि साँच्चीकै पढ्छस् त भन्छु क्या म पढ्छु भने मेरो आमासँग चाहिँ त्यसपछि चाहिँ के भन्छु भने ल हामी घर राखिदिन्छौँ अनि पढ्न जा भनेर भन्छ अनि मभन्दा मुनिको बहिनी चाहिँ अस्ट्रेलियामा थियो बहिनीलाई भोलिपल्ट फोन गरेँ मलाई पैसा चाहिन्छ होला हेल्प गर भनेर उसले हुन्छ दिजु पठाउँछु भनेर भन्यो त्यसपछि यो ऐँचो पैँचो भन्ने वित्तीय संस्था छ उहाँसँग चाहिँ मेरो एकदम लामो भयो कि रिलेसन नै त्यहाँ आफै गएँ पाइलट पढ्न जान लाग्यो भनेर उहाँले 20 लाखकै घर कति राखेर 20 लाख कति दिनुभयो अनि 6 महिना चाहिँ इन्ट्रेस्ट मात्रै दिनुपर्छ भन्छ मैले बुवालाई बुवा हजुरले सकिन्छ नि महिनाको 10,000 दिन लाएन भन्यो त्यसपछि सब लिएर गएँ म फिलिपिन्स त्यसको त्यो जोय राइड गरेको 4 महिनामा म फिलिपिन्स पुगेँ फिलिपिन्स पुग्दा त कस्तो भने सबै एकदम वेल अफ फ्यामिलीको छोराछोरी मात्रै आउँदो रहेछन् है अब आफू त त्यहाँनिर यति लोन लिएर गएको छु पढ्नुपर्छ भन्ने दिमागमा छ बहिनीले 2 हप्ताको $200 पठाइदिन्थ्यो त्यो भनेको त फिलिपिन्समा एकदम खर्च गर्न पुग्ने कि अनि 4 महिनामा मैले पढाइ सकेँ म त खालि पढ्न मात्रै गएको त्यहाँनिर म भन्दा सँगै भएको भाइहरू पनि छ अहिले पनि हामी सँगै छौँ होइन भोटु भन्छ उसले मलाई बाउनी दिदी भन्छ क्या हुन त म छेत्रीको होइन त्यही पनि अनि उसले चाहिँ ऊभन्दा धेरै अगाडि गएको उसले चाहिँ के भने दिदी त प्लिज ढिला आइदिए ल मेरो बाउले मार्छ मलाई भनेर हुन्छ नि उसको लागि पनि म अझ 2 हप्ता ढिला आएको कि नेपाल आएँ नेपाल आएर मैले जुन कम्पनीमा एयर डाइनेस्टीबाट जोय राइड गरेको थिएँ त्यही कम्पनीबाट चाहिँ जब ग्यारेन्टी लिएर गएको थिएँ फर्केर आएँ अनि त्यसपछि हाम्रो कमर्सियल पाइलट लाइसेन्स नेपालको निकाल्नु पर्यो के पढ्नु पर्यो अर्को एआइपी क्लासेसहरू गर्नु पर्यो त्यो गर्दा चाहिँ मेरो सिपिएल बिग्रियो म फेल भएँ सिपिएलमा के हो सिपिएल भनेको के हो एआइपी भनेको कमर्सियल पाइलट लाइसेन्स अनि एआइपी भनेको चाहिँ हाम्रो नेपालको एयर ल नेपालको चाहिँ अब कुन हाइटमा कति मेन्टेन गर्नुपर्छ सबै पढ्नुपर्छ कि त्यो नपढिकन चाहिँ हामीले अगाडि बढ्न मिल्दैन सो कमर्सियल पाइलट लाइसेन्स टाइप रेटिङ भन्छ कि यहाँ आएपछि चाहिँ अब मैले चाहिँ फिलिपिन्सको लिएर आएँ अब हाम्रो देशको लिनु पर्यो होइन त्यो गर्दा चाहिँ मेरो बिग्रियो त्यो बिग्रेपछि चाहिँ मैले अनि कान्छी मेरो बहिनीलाई फोन गरेँ प्रज्ञालाई अस्ट्रेलियामा ल म अस्ट्रेलिया आउँछ भाडा माझ्नु पर्यो होइन अब कहाँ 6 महिनामा हुन्थ्यो कि एक्जाम त्यति बेला अब 6 महिना त मैले त लोन त तिर्नुपर्ने छ म त भाडा माझ्नु पर्छ कहाँ दिदी तिमी पाइलट पढिरहेको पढ्दैन तिमीलाई हेल्प गर्छु नि होइन म आउँछु भनेर म गएँ म गएर 2 महिना जति त्यहाँ अलिअलि काम गर्दै थिएँ यताबाट फोन आयो एक्जाम फेरि हुने भयो भनेर आएँ 3 रात पढेँ एक्जाम दिएँ पास भएँ त्यसपछि अनि डाइनेस्टीमा अब पास भएँ भनेर गएको त नलिने जस्तो कुरा गर्नुभयो कि त्यतिखेर किनभने अलिक 1 वर्ष जतिको ब्रेक भयो अनि अलिअलि सोर्स लगाइयो त्यति बेला चाहिँ क्याप्टन पेम्बा शेर्पाले अलि हेल्प गर्नुभयो ल भनेर उहाँको हेल्पबाट चाहिँ अनि जब पाएँ एयर डाइनेस्टीमा तर मसँगै अरू केटा पाइलटको पनि थियो है सिभी त्यति बेला तर मलाई लिनुभयो अनि त्यति बेला चाहिँ मलाई के भन्नुभयो भने त केटी भएर लिएको तैँले प्रुभ गर्नुपर्छ है भन्छ कि म त किन त्यस्तो भने होला जस्तो लाग्यो कि अब थाहा छैन है मलाई त्यति बेलासम्म मैले जोइन गरेपछि चाहिँ मभन्दा अगाडि एकजना महिला हेलिकप्टर पाइलट हुन्थ्यो उहाँले छोड्नुभयो उहाँ मेरो लिएर धेरै राम्रो साथी हुनुहुन्छ अहिले अमेरिकामा हुनुहुन्छ उडाइरहेछ अनुषाले छोडेपछि म मात्रै भएँ अनि म गएँ सबै एक्जाम्सहरू अर्को फेरि हाम्रो टाइप रेटिङ भयो अब सानो हेलिकप्टरबाट टाइप रेटिङ भनेको के हो सानो हेलिकप्टर उडाएर आएको नि त उता होइन उता स्वाइजर आएको अब यता आएपछि नयाँ हेलिकप्टर टाइप भयो त्यो टाइपको बारेमा सबै पढ्नुपर्छ फेरि इन्जिनदेखि लिएर त्यसको एरोडाइनामिक्स सबै पढ्नुपर्छ क्या हो
त्यो भित्रकोदेखि लिएर बाहिरको सबै सिस्टमकै बारेमा पढ्नुपर्छ। सो त्यो पढ्न थाल्यो, त्यो पढेर एक्जाम पास भयो। त्यो एक्जाम पास भएपछि अर्को फेरि एउटा मेडिकल हुन्छ हाम्रो एज अ पाइलट, फिट छ कि छैन भने इनिसियल लेभलमा पनि हुन्छ, पछि फिलिपिन्स पनि हुन्छ, यहाँ पनि हुन्छ। त्यो गऱ्यो, त्यो गरिसकेपछि अनि लाइसेन्स आउँदाखेरिको प्रोसेस सबै गर्दा 2011मा लाइसेन्स आयो। त्यसपछि उडाउन थालेँ, तर सिचुएसन अलिक डिफ्रेन्ट थियो नेपालमा। नेपालको सोसाइटीमा हेलिकप्टर पाइलटलाई पचाउन अलिकति गाह्रो थियो। मलाई पचाउन, उहाँहरूलाई सँग म घुलमिल्नु र मलाई उहाँसँग घुलमिल्नु अलिकति टाइम लाग्यो, किनभने म 5 जना दिदीबहिनीसँग हुर्केको, प्लस केटा मान्छेको फिगर भनेको बुवा मात्रै होइन त। त्यसपछिको साथीभाइ भनेको त साथीभाइ हो नि त, ट्रस्ट होइन। त्यसपछिको एरोसेसको लाइफ भनेको क्याप्टनहरूसँग त्यति धेरै हाम्रो कुरा हुँदैन थियो। मान्छेहरूले धेरै कुरा गर्छ, तर क्याप्टनहरूसँग भनेको इनफ्लाइट कुरा मात्रै हो क्या, त्यसपछि कुरै हुँदैन थियो होइन। त्यसपछिको लाइनमा आएपछि जब पाइलट भएर आएँ, त्यसपछि त यस्तो पो हुँदो रहेछ त, यस्तो पो कुराहरू हुँदो रहेछ हुन्छ नि। उहाँहरूको कुरा गर्ने तरिका त अहिले मेरो तरिका भइसक्यो थियो होइन। मैले आफूलाई एकदमै नै भिसाएँ। अहिले मैले कुरा गर्दा अहिले मान्छेहरू तर्सिन्छ, म त्यसरी कुरा गर्छु, यसो त यस्तो कुरा गर्छु कि हुन्छ नि। त्यो बोली चेन्ज हुँदै गयो। घरमा त त्यसरी कुरा गर्न मिल्दैन होइन, तर बाहिर गएर अब एयरपोर्टभित्र गएछ त्यसले कति हाल्यो, यो त्यो टोन चेन्ज छ कि अहिले। त्यो पहिला कुराहरू गर्दा त अब के कुरा गरे होला, कसरी कुरा होला, किन यसरी बोल्यो होला जस्तो हुन्थ्यो कि। सो 3 वर्ष त अलि नराम्रो स्ट्रगल हो लाइफको, किनभने मान्छेलाई पत्याउनु पनि गाह्रो भयो कि यो केटी आएर बस्छ भनेर। कतिजनाले पछाडिबाट क्वेसन गरेको सोध्थे, यो केटीले के गर्छ र भनेर हुन्छ नि। अब उहाँले देख्नु भएको थिएन केटी मान्छेले हेलिकप्टर एक्लैले उडाएर लगेको हुन्छ नि। मैले एक्लैले हेलिकप्टर उडाएर लिएर आएँ। त्यो फर्स्ट फ्लाइट गरेर आउँदाखेरि एउटा डाइभर्ट पनि भएको थियो। त्यति बेला चाहिँ मेरो सिनियर क्याप्टनले फोन गरेर, क्याप्टन अनिल रावले फोन गरेर, तैँले अहिले यो कुराहरू बुझ्दिनस्, डाइभर्ट गरेको कुराहरू कुनै पनि अब पोखराबाट काठमाडौँ आउनु परेको वेदर बिग्रियो, म पोखरै फर्केँ क्या। तैँले अहिले बुझ्दिनस् के हो डाइभर्सन भनेको, तर पछि गएर बुझ्छस्, यो भनेको एउटा पाइलटको इगो हो। तैँले यस्तो राम्रोसँग डाइभर्ट गरिस्, जा लेक साइड जा, पार्टी गर, डाइनेस्टी पठाइदिन्छ तेरो लागि भनेर भन्नुभएको छ क्या। त्यो सोलो फ्लाइट गर्दा यो हेलिकप्टर पाइलट पढ्छु भनेर त कहिले पनि सोचेकै थिइनँ कि मैले त। म त ओहो यो चाहिँ हो है भने जस्तो गरेँ, यो चाहिँ म सक्छु, म गर्छु भनेर आएँ। बिचमा अलिकति डाउट पनि लाग्यो। अहिले त भन्दिनँ, तर धेरै पछिसम्म पनि मैले ओ माई गड, मलाई त्यो टाइममा फर्काएर लगिदियो भने म डिसाइड गर्दिनँ थियो होला म हेलिकप्टर पाइलट। मलाई त्यो यस्तो फ्रस्ट्रेसन लेभलमा पनि पुगेको थिएँ क्या म। तर केटालाई पनि त्यति नै गाह्रो हो, केटीलाई पनि गाह्रो हो। अहिले आएर मलाई कसलाई धेरै गाह्रो भन्यो भने अफकोर्स केटी मान्छेलाई गाह्रो टोइलेटले गर्दा मात्रै, त्यतिले गर्दा मात्रै मलाई गाह्रो, किनभने मलाई टोइलेट चाहिन्छ। केटा मान्छेलाई हेलिकप्टर पछाडि गयो नि हुन्छ भन्छु कि म, त्यति मात्रै फरक हो। अरू त्योभन्दा बाहेक फरक केही पनि होइन केटा र केटीमा चाहिँ। त्यो झन्डै 13 वर्ष अगाडिको डिसिजन मेरो। सो हेलिकप्टर पाइलट बन्नको लागि चाहिँ नि 11-12मा साइन्स पढेको हुनु पर्यो, साइन्स प्लस म्याथ्स, किनभने त्यसमा पुरा तपाईँको धेरै फिजिक्स इन्भल्भ भयो होइन। तपाईँले एरोडाइनामिक्स बुझ्नु पर्यो, इन्जिनहरू पढ्नु पर्यो, त्यो स्पिडहरू क्यालकुलेट गर्नु पर्यो। त्यसपछि ब्याचलर्स पनि त्यसैमा चाहिन्छ कि 12 पास गरेर जान पाइन्छ? 12 पास गरेर जान पाइन्छ होइन त। सो हेलिकप्टर पाइलट बन्नको लागि 12सम्म चाहिँ नि साइन्स पढ्नु पर्यो, म्याथ्स पढ्नु पर्यो, त्यसपछि चाहिँ नि गर्नु चाहिँ ब्याचलर साइन्स हो भन्ने छैन। सुपर। अनि हेलिकप्टर पाइलट सो एउटा चाहिँ नि ट्रेनिङ भयो, त्यसपछि तपाईँको विभिन्न हेलिकप्टरको सेपरेट ट्रेनिङ भयो, त्यसपछि एउटा चाहिँ नि त्यो तपाईँले भन्नुभएको थियो एआइपी होइन। हजुर, एआइपी त सुरुमा सबैले गर्नुपर्छ, प्लेन पनि हेलिकप्टर पनि सबैले गर्नुपर्छ। एआइपी त हाम्रो देशको एयर ल भयो। ओके, त्यो पनि पास गर्नु पर्यो होइन। त्यसपछि अर्को के पास गर्नु? कमर्सियल पाइलट लाइसेन्स। सो कमर्सियल पाइलट लाइसेन्स भनेको सेपरेट हो? त्यो सेपरेट, त्यो चाहिँ सिभिल एभिएसन अथोरिटीले लिन्छ। त्यो चाहिँ खोल्छ, अहिले चाहिँ कम्प्युटर सिस्टमबाट छ, उहाँले टाइम खोल्नुहुन्छ। अनि त्यो पास गरिसकेपछि एउटा कम्पनीमा जोइन गर्ने, कम्पनीमा जोइन गरिसकेपछि कुन टाइपको हेलिकप्टर या प्लेन त्यसको बारेमा पढ्ने, त्यसको पर्फर्मेन्स, त्यसको इन्जिन सबै पढेर, पर्फर्मेन्सको छुट्टै हुन्छ, इन्जिनको छुट्टै हुन्छ, फेरि एक्जाम दिन पर्यो, पास हुनु पर्यो। त्यसको लागि पनि अहिले सिभिल एभिएसनले पनि छुट्टै राखेको छ भनेको सुने हो, तर मलाई त्यो चाहिँ कन्फर्म छैन। त्यसको पनि फेरि पास गर्नु पर्यो। त्यसपछि हेलिकप्टरको हजुरको फ्लाइट ट्रेनिङ सुरु हुन्छ। हाम्रो पालामा 10 आवर्स थियो, अहिले चाहिँ 5 घन्टा मात्रै छ। सो 5 आवर्स ट्रेनिङ गरेर त्यो ट्रेनिङ सकेपछि फेरि 1 आवरको चेक राइड हुन्छ। चेक राइड चाहिँ चेक पाइलटले लिनुहुन्छ सिभिल एभिएसनको।
त्यो चेक पास भएपछि बल्ल हजुरको हातमा लाइसेन्स आउँछ। अनि लाइसेन्स आउने बित्तिकै तपाईँले आफै हाँक्नु पाउनुहुन्छ कि के हुन्छ त्यसपछि? त्यसपछिको सबैभन्दा गाह्रो कुरा स्टार्ट हुन्छ। त्यसो हो भने म एकछिनमा आउँछु, त्यसो भए म तपाईँकोमा आएँ। भन्नुहोस् तपाईँ कुन करियरमा अघि त अलिकति भन्नुभयो, त्यसलाई डिस्क्राइब गर्नु, त्यो कहिले डिसाइड गर्नुभयो यो गर्छु भनेर? सो मेरो चाहिँ कहिले सुरु भयो भने 2009 इज अ टर्निङ पोइन्ट इन माई लाइफ। तपाईँको म ठ्याक्कै तपाईँको एसएलसी पास गरेर बाहिर आउँदाखेरि चाहिँ लाउरेको के लाउरे बन्ने भन्ने एकदमै हाइप थियो कि त्यो बेला। अनि ल अब हामी पनि भन्ने ल पनि भन्ने भन्ने थियो। अनि लाउरे ट्राई गरेँ। अनि तपाईँको लास्टमा यसो त्यो ड्रेस दिने बेलामा फाल्यो। अनि अब तपाईँको 1 वर्ष ग्याप भइहाल्यो, बिचमा कलेज जोइन भएन। अनि अब ल लाउरे पनि भएन, चाउरे भयो, अब के गर्नु त भनेर अलमल हुँदा कहाँबाट तपाईँ ठ्याक्कै तपाईँको के अरे। अनि अर्को एकदम हाइप भनेको कल सेन्टरको थियो त्यो बेला। कल सेन्टरमा काम गर्ने भने इट वाज बिग क्रेज, ठुलो क्रेज थियो। र ठिक छ नि त, अब ट्राई गरौँ के अरे भनेर ट्राई गऱ्यो। अनि कामसम्म पायो, काम गर्दै गयो। तपाईँको अब हाम्रो चाहिँ अमेरिका र क्यानाडा फोन गर्नु पर्थ्यो कि, भनेको नाइट सिफ्ट पऱ्यो। एकपल्ट म त कल गर्दै नि देखेको छु। अनि अगाडि स्क्रिनमा डियाम झल्यास आफ्नो देखेँ, होइन यो मलाई होइन भयो। मलाई भोलिपल्ट डियर सर भन्नु छोड्थेँ मैले। अब के गर्ने त्यसपछि अनि तपाईँको घरमा एउटा कहाँबाट थुप्रै स्कुटर आइपुगेको थियो। स्कुटर सिकाउनु थालेँ गरेँ। अनि त्यो पनि भएन। मलाई चाहिँ पहिलेदेखि नै आफू अलिकति प्रोग्रेसिभ खालको त्यो फिल हुन्थ्यो कि, होइन मैले अझ के गर्नु सक्छु खालको चाहिँ मलाई चाहिँ बजाउँदै नै आउँछ खै, किनकि सायद मेरो आमापट्टि गएर होला। माई मम इज भेरी स्ट्रङ हाम्रो फ्यामिलीमा। अनि तपाईँको अनि खोज्दै जाँदा तपाईँको अनि एउटा म्याम हुनुहुन्थ्यो। अनि उहाँले अनि लामा भाइ एकजना मान्छे छ राफ्टिङ गराउँछ क्या, उसले यसो डुङ्गोसँग बोक्नुपर्छ, बोक्ने भने आफू त लाउड ट्रेनिङ गरेर पुरै भइरहेको, म त सब बोकिदिन्छु भने मलाई कल सेन्टर भाइ मलाई जे दियो म सब बोकिदिन्छु भने। अनि गयो, कहाँ गयो के गरे, के राफ्टिङ बोक्नुपर्छ भने हस् भनेर जोसेर गएको छ। इन्टरभ्यू दियो। अनि अब ब्याकग्राउन्ड त छैन आफ्नो त, मेरो त न ड्याड न ग्रान्डफादर कोही पनि टुरिज्ममा कोही पनि छैन। मलाई तपाईँसँग त्यो बेला के थाहा थियो भने हाम्रो भनेको फुटबल खेल्ने हो, क्रिकेट खेल्ने हो। यो ट्रेकिङ सेकिङ भनेको सबै विदेशी काम हो, उनीहरूसँग धेरै पैसा हुन्छ, उनीहरू आउँछ घुम्छ, यो हाम्रो होइन भाइ भन्ने खालको थियो। अनि त्यो इन्टरभ्यूमा मैले यस्तो गफान्दे इम्प्रेस, ल काम दियो। तर अब काम के थियो थाहा छैन आफूलाई फेरि अब त्यहाँनिर। अनि हुँदा तपाईँको अनि अब त्यसरी नै छिर्यो तपाईँको। अनि मलाई चाहिँ याद छ टेन्ट क्याम्पिङ गएको फर्स्ट टाइममा त्यो स्कुलको बच्चाहरू त बढी एक्साइटेड म थिएँ कि टेन्ट देखेर क्या। मनमा यस्तो कहिले सुत्ने होला हुन्थ्यो मलाई, कहिले सुत्ने होला हुन्थ्यो मलाई। अनि भित्र छिरेको ट्रेन ल्याएर म यति गुल्टो मारेँ भित्र गुल्लुङ गर्दै। सो अनि तपाईँको अनि त्यो हुँदा तपाईँको त्यही 2009 तपाईँको 2 दिनमा नै मलाई लाइक दिस इज इट, आई गट द किक क्या। मेरो लागि यही हो। मलाई मान्छेले यहाँ 50 करोड दिएन भाइ त्यो अर्को आई डोन्ट नो। मलाई यति मनमा खायो, यति गर्यो। सो 2009मा मैले त्यो जोइन गरेँ। त्यहाँबाट आज 2024सम्म आउँदाखेरि त्यही गर्दैछु। अनि यो बिचमा धेरै कुराहरू सिकेँ। अब अहिले आएर सगरमाथा पनि चढेँ, अनि धेरै मान्छेहरू भेटेँ पनि। सो द्याट्स व्हाट आई बिन डुइङ फर एज माई जब भनौँ न। सो तपाईँलाई यो करियरमा चाहिँ नि तपाईँले एक्सपिरियन्स गर्नुभयो, त्यसमा न तपाईँको फ्यामिलीबाट केही पास्ट एक्सपिरियन्स थियो, के पनि थिएन, तर पनि वाट टुक यु, तपाईँलाई त्यो करियरसम्म कसले ठोकायो भन्दाखेरि तपाईँको क्युरियोसिटीले हो, त्यो के हो म गर्न सक्छु भन्ने आँटले, हिम्मतले। ओके। अनि तपाईँको मलाई यो आउटडोरमा चाहिँ एउटा के राम्रो लाग्यो भने आउटडोर भनेर भनिराख्नु भएको छ, त्यो मजाले सिम्पल भाषामा बुझाइदिनु त। सो खासमा तपाईँको यो आउटडोर भन्ने बित्तिकै अब यसको एक्चुअल मिनिङ ठ्याक्कै ढोकाभन्दा बाहिरै हो होइन। तर ढोकाभन्दा कुन ढोका भन्दा कुड बी एनिवेयर। अब हाम्रो चाहिँ यहाँ के छ भने तपाईँको क्लासरुम भनेपछि 4 पर्खालभित्र नै हुनुपर्छ, टिचरै हुनुपर्छ, ब्ल्याक बोर्डै हुनुपर्छ, डेस्क बेन्च हुनुपर्छ भन्छ। तर नो, एज एन स्टेप आउट तपाईँले चाहनुभयो भने त्यहाँ त्यो घाँसमा पनि, रुखको पातमा पनि, चराको आवाजमा पनि, रुखमा पनि दि सो मच यु क्यान लर्न होइन। तपाईँले मैले एकपल्ट एकजना जापानिज भेटेको थिएँ, अब सक्ड उहाँले थेसिस गरिदिन्थ्यो अरे लेउको बारेमा। अब हामीले लेउलाई कति ध्यान दिन्छ, हामीले ध्यान दिन्छ लेउलाई। ऊ त लेउदेखि कि यस्तो गरेर जान्थ्यो, यसो गरेर हेर्थ्यो। अब जापानिज फेरि उस्तै हुन्छ, 2 घन्टा बिताइन्छ फेरि लेउ हेरेर
यसो गरेर सो दोज काइन्ड थिङ्स तर द बेस्ट थिङ द्याट आई फाउन्ड अबाउट दिस आउटडोर्स इज लाइक वी लर्न बाई एक्सपिरियन्स क्या बुझ्नुभयो नि जब पहिला थियो नि एकजना के अरे हाम्रो उहाँको नाम हेलेन केलर जसले सुन्न सक्दैन थियो बोल्न सक्दैन थियो हेर्न सक्दैन थियो उहाँले पानी भेटेपछि जब उसको टिचरले उसलाई लेख्थ्यो नि अनि वेन सिनी ए पानी यस्तो हुनु त्यो एउटा त्यो फिल हेर्नु नि मलाई गुजबम्स आएको ल माई गड तपाईँको सो दिस इज वाट आई लभ अबाउट आउटडोर्स के भनेपछि आफूले एक्सपिरियन्स गरेर सिक्ने क्लासमा आएर सरले यो प्लस माइनस गर्यो भने यो यसले यस्तो यस्तो भने त्यस्तो होइन क्या होइन त्यो नो 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 त्यति केही छैन क्या पानी यस्तो हुन्छ त्योभन्दा मजाको लर्निङ के होला दिस इज द बेस्ट पार्ट अफ बिङ इन आउटडोर्स सो तपाईँले कहाँ ट्रेकिङ गाइड गर्नुहुन्छ ओ माई गड सुमना मैले त देश नै खाइसकेँ अब त सबै डाङडुङ म सबै जिल्ला छोइसकेँ सबै यो मेनमा गइसकेँ अब म नगएको भनेको रोलवालिङतिर अलिअलि छ होला हुन त अब अझ पनि कति छ होइन मैले त्यसै भन्नुहुन्न तर लगभग यो नाम चलेको प्रोग्राममा चाहिँ म सबैतिर नै पुगिसकेँ अनि ट्रेकिङ गाइड हुनलाई सो एउटा त भित्रबाट इच्छा भयो केही सर्टिफिकेसन लिनुपर्छ जाँच लिनुपर्छ के छ यस तपाईँको इट्स अ भेरी इजी प्रोसेस एन्ड इट्स बिङ भेरी इजी अझै पनि इजी भइरहेछ आजभोलि तपाईँको नाथम भन्ने हाम्रो एउटा गभर्मेन्टल बडी हुनुहुन्छ होइन तपाईँ आजभोलि त नेपाल माउन्टेन एकाडेमी भन्ने पनि छ सो उहाँहरूको तपाईँको 1 महिनाको कोर्स हुन्छ त्यसपछि एक्जाम हुन्छ अनि त्यो पास भएपछि यु गेट द सर्टिफिकेट कस्तो खाले क्वेसन सोधिन्छ एक्जाममा तपाईँको अब्जेक्टिभ क्वेसन हुन्छ अनि प्रायः जसो अनि तपाईँको मैले गर्दाखेरि त अब्जेक्टिभ मात्रै थियो क्या अनि एक दिन आउटडोर रक क्लाइम्बिङ हुन्थ्यो त्यस्तै मात्रै अनि तपाईँको तर विषय सब्जेक्ट्सको बारे भन्नुपर्दा चाहिँ हामीलाई एन्थ्रोपोलोजी पढाउँथ्यो कल्चर रिलिजन अनि पछि म्याप रिडिङ फर्स्ट एड रक क्लाइम्बिङ सो यति 6वटा चाहिँ पढाउँथ्यो हामीलाई 1 महिनामा अब सो एक्सपेडाइटेड कोर्समा सिक्यो अनि यो ट्रेकिङ गाइड हुनको लागि तपाईँले ब्याचलर्स पढाइ हुनुपर्छ मैले गर्ने बेला चाहिँ एसएलसी पास भएर नै हुन्थ्यो अहिले चाहिँ +2 चाहिन्छ कि भनेर सुने मैले आई कुड बी रङ तर मैले अप्लाई गर्ने बेला चाहिँ एसएलसीले पनि हुन्थ्यो अनि टुर गाइड र ट्रेकिङ गाइड भनेको सेम हो होइन इट्स अ डिफ्रेन्ट थिङ तपाईँको टुर गाइडलाई अलिक गाह्रो छ उहाँलाई चाहिँ बिबिएस पास हुनु पर्थ्यो अरे म चाहिँ फेरि +2 पास मात्रै सो म त्यहाँतिर गइनँ अनि सो तपाईँको टुर गाइड भन्ने बित्तिकै त्यो तपाईँको त्यो एकदमै प्राइम कल्चर हेरिटेजतिर यस्तोतिर चाहिँ उहाँहरू बढी फोकस हुन्छ र हामी चाहिँ अलिकति विल्डरनेस एरियातिर चाहिँ पुग्छौँ तपाईँले ट्रेकिङ गाइड सँगसँगै तपाईँले विल्डरनेसमा फर्स्ट एड ट्रेनिङ पनि पढाउनुहुन्छ नि होइन त्यो भनेको के हो सो तपाईँको विल्डरनेस मेडिसिन भनेर भन्दा अलिक प्रायः जसले नबुझ्ला ठिक छ तपाईँको फर्स्ट एड भन्ने जाउँ प्राथमिक उपचार कुनै पनि तपाईँको अब डक्टर अथवा तपाईँको हेल्थ फेसिलिटी कुनै पनि बिरामीले पाउनुभन्दा अगाडि दिइने तपाईँको एक प्रकारको म्यानेजमेन्टलाई चाहिँ हामीले फर्स्ट एड भन्ने हो तपाईँको सो द्याट त्यो म्यानेजमेन्ट गरेर उसको लाइफ चाहिँ बचोस् डक्टर्सहरू प्रोफेसनल आउनुसम्म चाहिँ लेट्स बाई टाइम फर हिम अर हर भन्ने चाहिँ द्याट्स फर्स्ट एड तपाईँको अनि मेरो कन्टेक्समा चाहिँ सिन्स आई ट्राभल लट इन रिमोट प्लेसेस होइन हामीलाई चाहिँ द्याट्स भेरी इम्पोर्टेन्ट किनभने जहिले पनि डक्टर हुन्छ भन्ने छैन होइन सो अब तपाईँको कसैको हेभी ब्लिडिङ भइरहेछ कसैको पोसिबल अझ हामीले तपाईँको त फ्र्याक्चर पनि भन्दैन क्या किनभने हामी डक्टर होइन नि त पोसिबल फ्र्याक्चर होला भन्छ हामी साइन्स सिन्ड्रोम्स हेर्ने हो अनि त्यसलाई कसरी मिल्यो भने तपाईँको कति इन्टरनल कुरा हुन्छ सो त्यसलाई पनि स्टडी गरेर तपाईँ जस्तै अब उहाँले भन्नुभएको जस्तै तपाईँ जस्तो त्यस्तो गुदीमा जानु पर्दैन हामीलाई त तर हुन्छ नि तपाईँको यसो अलिक सेरेफरमा बसेर काम गर्ने सो that aid you give to the victim before the arrival of a doctor or any health professionals when you meet them is called first aid. So मैले त्यो बारे पनि पढाउँछु र तपाईले कति घण्टा भयो त्यो पढाइराख्नु भएको? I think I've crossed 2000 hours by now. 2000 घण्टा पढाइसक्नु भयो. घण्टा नै कट्यो होला मेरो सायद. तपाईको मेरो साथी भनौँ मेरो शिक्षक भनौँ मेरो गुरु भनौँ डाक्टर निमा नाम्बुल शेर्पा भन्ने हुनुहुन्छ कुमजुङको मैले उहाँबाट यो कुराहरू सुरु भयो हाम्रो सबै मिलेर सो या इट्स बिन अ ग्रेट जर्नी सो फर्स्ट एडमा तपाईको सीपीआर त्यो स्टेन्स राख्ने हैन नेक्स्ट स्टेबल त्यो सबै नै हुन्छ जसले ताकि डाक्टरसम्म पुर्याउँदाखेरि पनि त्यो पेशेन्ट अलिकति स्टेबल होस् भनेर त्यो पनि करियर हो
हो नि तपाईँको के अरे अहिले आएर त इट्स बुमिङ अहिले आएर त यस्तो खतरा भएर छ सायद प्रियलाई पनि थाहा होला कसरी गो टु द फाउन्डेसन ल होइन आजभोलि त तपाईँको मैले 5 वर्ष अगाडि उता देख्नुभन्दा अहिले त धेरै डक्टर्सहरू आर सो मच इन्ट्रेस्टेड तपाईँको उहाँहरूको चाहिँ हाई एल्टिट्युड मेडिसिन भनेर पनि एउटा त्यो डिफ्रेन्ट त्यो कोर्सहरू हुन्छ होइन सो त्यसमा एकदमै आइरहेछ अनि मैले पढ्ने बेला पनि तपाईँको 5 वर्ष अगाडि डक्टर्सहरू कोही पनि आउँदैन थियो अहिले लगभग एभ्री कोर्समा टिचिङको डक्टरहरू धरानबाट आइरहेको हुन्छ पढ्न आइरहेको हुन्छ क्या सो द्याट मिन्स यु क्यान एक्चुली मेक इट एज यर करियर अनि डक्टरलाई त प्लस भइहाल्यो डक्टरलाई अझ प्लस विल्डरनेस मेडिसिन आयो भने चाहिँ उसलाई झन् विल्डरनेस मेडिसिन भनेको चाहिँ तपाईँको भयभरको सबै त्यो मेडिसिनल सुविधा नहुँदाखेरि कसरी टेक केयर गर्ने भन्ने तरिका भयो करेक्ट तर मान्छे के बुझ्छ विल्डरनेस मेडिसिन त्यो जडीबुटी हो भन्छ हैन सो त्यो पनि एउटा करियरको रूपमा चाहिँ नि हेर्न मिल्छ मजाले आई सी अ ब्राइट फ्युचर इन दैट नाउ ओके साउन्ड्स गुड ल म अहिले हजुरकोमा आएँ फेरि होइन हजुरले काम गरिराख्दाखेरि सबभन्दा गाह्रो के रहेछ त ट्राफिक पुलिस भनेको तपाईँलाई जो शिक्षा मन्त्री उसलाई एकछिन साइडमा लाउँ है हस् शिक्षा मन्त्री जुनलाई के भन्न चाहन्छु भने म कसरी यहाँसम्म पुग्यो त कति पढाएको छ भन्ने कुरामा आयो म एसएलसीमा फेल भएको मान्छे म एसएलसीमा फेल भएपछि मलाई फिलिङै भएन फेल भयो मेरो काकाको छोरा पास भयो म फेल भयो दुईजना घरमा अनि म तास खेलिरहेँ हाम्रो टोलमा घाइते टोलमा चपालमा हुन्छौँ हामी त फेल पनि के छैन र अब जाहिर खाने होइन के अरे फेल अनि मेरो डायर टाउकमा झ्याप्प पछाडि हिर्कायो मलाई झ्याप्पै त्यो पार्टीमा झ्याप्प लाग्यो आमा रुइरहेछ खाना नखाइकन तिमी फेल भएछ तास खेलिरहेछ भने यहाँबाट हानेको झ्याप्रे पऱ्यो झसँग हो आमाको नाम लिन साथले आमा रुइरहेछ र किन रुएको त म तास खेलिरहेको छु यसो गोर्खापत्रमा छैन फेल भयो भने मतलब भएन पहिला गोर्खापत्रमा आउँथ्यो सिरियल नम्बरबाटै हेर्नु पर्थ्यो अनि फेल अनि गएँ म गएपछि आमा रुएर खाना नखाएको रहेछ आँखा रातो भएर त्यो आमाको आँखाबाट मलाई आँसु देखेँ नि मेरो मन पग्ल्यो भने सोधेँ किन रोएको आमा भने आमाले के भन्नु भने म बाहिर कसरी जाने त अब क्वेसन त्यो म बाहिर कसरी जाने त अब मेरो त्यो जुन छिमेकी पास भयो नि उसको छोरा पास भयो आफ्नो छोरा फेल भयो नि त्यो इज्जतको सवाल हुनेछ मान्छे म कसरी बाहिर जाने कुरा उसको के मुख देखाउने त म तिम्रो छोरा त फेल भयो उसको पास भयो उसको अलिक टक्कर कसरी ल्याए त बुहारी भएर टक्कर हुँदो रहेछ त्यहाँ त बुहारी भने त्यो सो त्यो देखेपछि ससँग म कसरी बाहिर जाने म आमा अर्को वर्ष पास गर्छु नरु भने भएर आमा म भात नखाएर बसेर पनि फेल मतलब छैन मेरो त्यहाँबाट मेरो आमाको आँसु देखेपछि म पास गर्छु भनेर एसएलसी पास भएको मान्छे म मेरो लागि म जाहिर खान पास भएको होइन मेरो आमाको जुन इज्जतको लागि एसएलसी पास गरेँ अर्को इङ्ग्लिस यता 1 नम्बर नपुगेको त्यो 30 नम्बर आउनु पर्ने पहिला 29 नम्बर आएको हो इङ्ग्लिसमा फेल भयो पास गरेँ यो फेल भएको एउटा फाइदा मलाई भयो म शान्ति क्याम्पसमा लाइब्रेरीमा हाउडे टाइपको मान्छे म नपढ्ने खालको हाउडे खालको अब किनभने खान लाउन पुगिहाल्छ त्यो सोच्ने मान्छे खान लाउन पुगेपछि मान्छे बिग्रिनु रहेछ मान्छे आफूले मेहनत गर्नुपर्ने जस्तो लाग्छ दुई किसिम छ मान्छेहरू बुवा छ खेतीपाती छ जग्गा छ घर छ सुत्न छ के छ र मलाई भनेपछि हाउडे खालको अनि मेरो फुफाजुले गोपाल कृष्ण सरले त्यो लाइब्रेरी शान्ति क्याम्पस लाइब्रेरीमा आमाले के विशेषतामा के हो भने मेरो छोरा बिग्रन लाग्यो ल भनेर अनि मलाई यहाँ जोइन गर्यो लाइब्रेरीमा बस्यो सट्ट किताब हेरेँ किताबमा अब नपढ्ने भने किताबको ठाउँमा बस्यो पुरा किताबै हेरेँ त्यहाँ साइकोलोजी फिलोजी सबै किताब अनि त्यो क्याम्पसले शान्ति क्याम्पसमा त हुन्छ अनि हेरेपछि पढेँ त्यहाँ एउटा केटी आयो देखेँ मैले बिचु पढान रहेछ न्यावारे रहेछ नि त त्यो जिम्मा नेवार किन घरमा त अब हाम्रो कल्चर भक्तबाट कडा छ नेवारबाट एउटा भित्र छ्याउने कुरै हुन्न विश्व पुराण भयो हाजी क्यापमा हेरेँ विश्व पुराण रहेछ ल राम्रै छ चिटिक्क परेको अनि ल पऱ्यो ऊ साइन्स ल्याबमा काम गरेछ थाहा कति परेको थाहा छैन मलाई वर्ष कति थाहा छैन मलाई अनि ल पढ्यो ल पनि कस्तो पढ्यो रहेछ थाहा छैन म हरेक खालको
अनि हाउडे खालको माया कहिले लभ पर्छ भन्ने कुरा आयो त्यो हेडाइडी माया सँगै बसेर चाहिँ हुँदो रहेछ त्यो लभ पनि यसो हुँदै भयो अनि भयो लभ परेपछि अनि ल बिहा गरे भन्यो उसले ल भने ठ्याक्क 11 महिना लभ पऱ्यो अनि क्याम्पस उसले ल्याएपछि ल जाऊ भने बिहा गरेर ल्याएँ बिहा गरेर ल्याइसकेपछि मलाई केही फरक भएन फरक पनि एउटा चिज के हो भने पढाइको कुरा गरेँ अनि पढाएपछि मेरो फुपाजु यहाँ वार्डन छ सानथुई क्याम्पसमा अनि यता आइएममा एउटा ब्याग थियो मलाई इङ्ग्लिसको ब्याग त्यहाँ पनि ब्याग इङ्ग्लिस म त्यही नपढ्ने मान्छे अनि भनेपछि श्रीमती कति पास थाहा छ भने थाहा छैन ऊ बिएससी पास हो म आइए पास नि आइए हो भने आइए होइन यसले चाहिँ पास तिमी भन्यो ससँग मलाई किनभने आइए एउटा ब्याग आइए भनेर हिँडेको छु म आइए होइन रहेछ नि पास हुनुपर्छ नि आइए पढ्दै आइए भने त्यो आइए हो म आइए भने आइए भने हिँडेको छु कहाँ हो रहेछ नि अनि त यसरी मात्र पास रहेछ म सँग भयो बाफरे भनेर अनि पढेँ आइए पास गरेँ त्यो बेला पास गरेपछि अनि मेरो श्रीमतीलाई जुन भैया ल्याएँ नि काठमाडौँको जाठामा बिजु पढाउनको त्यहाँनिर उसको दाजुभाइले मैले बिहा गरेर ल्याएपछि मेरो श्रीमतीलाई घर भेटाएन सँग भयो मलाई बिहा गर्नु अगाडि मेरो श्रीमतीलाई 23 वर्षसम्म 22-23 वर्षसम्म त्यहीँ हुर्केर पढेर खाएको मान्छेलाई मैले ल्याउन साट्ने घरमा बन्द गर्थ्यो मसँग बिहा हुन साट्ने किन म हाउडे टाइपको मान्छे म अहिलेसम्म पुलिसमा नगएको म त्यो बेलामा म हाउडे टाइपको मान्छे हो मतलब छैन गएको नै झट्टो अनि पछि मलाई मनमा ऊ यसै मुख हेर्छु बेलुका सुतेर मुख हेर्छु बाफ्रे हिजोसम्म घरमा खेलेर आफ्नै घरमा खेलेको मान्छे मलाई ल्याएपछि आफ्नो बाबुलाई हेर्न नपाउने दाजुभाइलाई भेट्न नपाउने तिमीलाई अब घर बन्द भयो अब तिम्रो माइत भन्छ नि हामी त त्यो उसको जीवनको गढ बन्द गर्यो मैले गराएर छ म राम्रो मान्छे भन्छु श्रीमतीले गर्दा म मेरो आमाले गर्दा म एसएलसी पास गरेको श्रीमतीले गर्दा आइए पास गरेको ससुराले गर्दाखेरि म राम्रो मान्छे बनेको हो भने किनभने मेरो श्रीमतीलाई भेटाएन अब राम्रो म हाउडे खालको भएकोले मलाई मेरो श्रीमतीलाई भेटाएन नि किन भन्नाले चाहिँ म त्यो बेला रिस उठाएको थियो मेरो ससुरासँग पख न पख तर मेरो छोरी जब बिहा गर्ने बेलामा थाहा पाएँ मैले मेरो ज्वाइँ कसो छ भनेर खोजेँ मैले त्यो बेलामा मैले थाहा पाएँ त्यतिका मेरो ज्वाइँ कसो छ अब जिन्न लभ गरेर छोरीलाई पनि थाहा छैन 4-5 केटी खोज्न आएको त म दरमरी इन्चार्ज थिएँ छोरी अब एउटा केटा साथीको एउटा छोरा आएछ राम्रो पलाजुको बस्ने हेर्न आयो त छोरी आउन हस् भनेर आयो तेल कपाल राखेर घरमा लाउने ट्र्याक सुट लगाएर आयो नराम्रो भएर आएछ अनि किन भयो भने त उसले लबरीको 5 वर्ष थाहै छैन मलाई थाहै छैन मलाई ट्राफिक इन्चार्ज थाहा म जब बाटोमा जबै जति हेर्छु कहिले थाहा नहुँदा बिहानदेखि बेलुकासम्म म अफिसमा हुने घर हेर्न नसकेको ल परिसक्यो 5 वर्ष उसले बिहान अरू मैले खोजेको पाएन अनि नदिने भने मैले उता एमा डोल रहेछ नदिने भनेछ अनि हेरी के सोचेँ भने त्यो बेलामा थाहा पाएँ मैले म आफैलाई मलाई मेरो ससुराले गल्ती गरेको होइन रहेछ है आफ्नो छोरी दिनलाई राम्रो ज्वाइँ चाहिँदो रहेछ है ज्वाइँ भन्ने चिज मैले अलिक फिलिङ गरेर छोरी दिन लागेँ त्यस कारण मेरो ससुरालीलाई उहाँले जुन मलाई श्रीमतीलाई नभेटाएकोमा धन्यवाद दिन चाहन्छु म राम्रो मान्छे बन्न पाएँ नत्र म अहिले त्यो हाउडे ट्याबले गर्दा त्यो पुलिस अफिस छ नि हाम्रो पुलिस होइन कि पुलिस अफिसभित्र फोन भित्र होला हाउडे ट्याबको ओके सो तपाईँले पास गर्नुभयो त्यसपछि ट्राफिक पुलिस हुँदाखेरि सबभन्दा गाह्रो पार्ट के छ ट्राफिक पुलिस कसैले यदि सोचिरहेछ म पनि प्रहरीमा जान्छु ट्राफिकमा जान्छु भने गाह्रो के हुन्छ ट्राफिक पुलिसमा गाह्रो छैन मन मिल्नु पर्यो काम गर्न हौसला प्रण गर्नु डर हुन्न म यहाँ धुवा धुलो हावा सबै खान सक्नुपर्ने प्रण हुनु पर्यो किन नभए हुन्न म जुन छ नि यो कालो यति फेस कालो छ मेरो जिउ सबै सेतो हो यो घामले खाएको यो पनि बस्यो हात यति कालो छ सबै सेतो छ मेरो किनभने त्यो कालो जुन घाममा बस्दाखेरि हामी सडकमा बस्दाखेरि किन गाह्रो छैन भन्दाखेरि सबभन्दा गाह्रो के छ भने भित्र मलाई त्यो गाडी चोकमा बस्दाखेरि मलाई कुनै गाडीले हान्न सक्छ भन्ने कुरा ख्याल गरेर काम गर्न सक्नु पर्यो एउटा
आफ्नो ज्यानै बाजी राख्नु काम हो। पुलिस त ज्यान बाजी हुन्छ हो क्यारे। त अरूभन्दा पुलिस भन्दा पनि हामी खतरा चिज हो। जहाँ चोकमा हुन्छ अरू मान्छे जानलाई डर लाग्छ, हामी दौड गरिरहेको हुन्छ, हामी यसरी पास यसरी रोकेको हुन्छ। मलाई यहीँ केशव महलमा पानी पर्दाखेरि मैले गाडी आऊ भने यता जमलबाट गाडी बोलाएको छु, टेम्पो खुडाएर यसरी म यसरी बसेर ठ्याक्क भित्र छिरो टाउको नि छिरो ए भनेर गऱ्यो। अनि यसो चलाएको बहिनी रहेछ, महिला रहेछ, के चलाएको यहाँ भित्र छिरेर पानी पराएको बेग लागेन थाहा छैन तपाईँलाई भन्नु। टेम्पोमा पानी पराएको बेग लागेन है, त्यो थाहा छैन मलाई त्यो कुरा त। अनि टेम्पोदेखि पानी परेपछि म भागी हिँड्छु म जसले खतम पानी त्यो। भनेपछि ट्राफिक प्रहरीमा यदि कोही जान चाहन्छ भने चाहिँ नि यो चाहिँ नि तपाईँले अघि भने जस्तो यो जागिर भन्दा पनि यो काम हो, यो मैले काम गर्ने काम हो। त्यसपछि यसमा भौतिक रूपमा चाहिँ नि च्यालेन्जिङ हुनसक्छ होइन, त्यसमा केयरफुल हुनु पर्यो। तर त्योभन्दा बाहेक अर्को के सबभन्दा राम्रो ट्राफिक बस्दाखेरि समाजसेवी गर्न पाउँछ है। यति राम्रो काम गर्छ, राम्रो काम गर्नु छ भने हिटै हुन्छ तुरुन्तै। सडकमा बस्ने हो, जाम खोल्न सक्नु पर्यो, व्यवहार राम्रो गर्नु पर्यो, हजुर नमस्ते सभ्य भाषा बोल्नु पर्यो। पहिला ट्राफिक हुनलाई सबैलाई सभ्य भाषा बोल्नु पर्यो। उसलाई उसको हित उसको समस्यालाई आफ्नो समस्या थाहा हुनु पर्यो। ऊ जाम भयो भने अच्छा जाम भयो है, उसले कसरी जाम खोल्ने भने त्यो फिलिङ हुनु पर्यो भित्र मनबाट। तर एउटा कुरा सबभन्दा राम्रो पछि के छ भने सबले चिन्ने काम हुन्छ। ट्राफिकमा बस्दाखेरि सबै मान्छेहरूले एउटा भडियादेखि लिएर मन्त्रीसम्म राष्ट्रपतिसम्म यो चोक कन्ट्युटी गर्ने ट्राफिकलाई चिनिनु रहेछ। यो एउटा राम्रो पछि हो त्यो। तर राम्रो काम हुन सक्यो भने, राम्रो काम हुन सकेन स्वार्थ रूपमा लयो भने त्यो पनि फ्लप हुन्छ त्यहाँनिर। अरू कुरा के छ भने सडकमा ट्राफिक तालिम लिनुपर्छ। अरू जस्तै पुलिस जस्तो होइन, किनभने कुन सडकमा बस्दा कति गाडी आउँछ, कसो अवस्था छ, ओकालो ओह्रालो कति अफिसमा कति गाडी आउँछ, कति जान्छ होला, दिमागमा के हो भने के निर्करण हो। अब एक सुर दिमागमा हामी ड्राइभ गर्दाखेरि हेर्नुहोस् तपाईँहरूले मोटर चलाउँदाखेरि आफ्नो ड्राइभमा आँखा र आफ्नो जिउ सडकमा हुन्छ, दिमाग कहाँ हुन्छ बाहिर हुन्छ। हामी घरमा सोचेको हुन्छ, अफिस सोचेको हुन्छ, तर हामी सडकमा बसेर सोच्नुहुन्न। ट्राफिक पुलिसले अब कुनै जाम दुर्घटना यसो हेरी गऱ्यो भने त्यो बचिन्छ पनि, तर एक सुर गऱ्यो भने उसले मारिदिन्छ। त्यहाँ खतरा पनि छ ट्राफिक पुलिस। अरू कुरा एउटा फाइदा के छ भने सबले चिन्ने भयो, बेफाइदा के छ अब उसलाई सुरक्षा अलिक खतरा छ अहिले। दोस्रो नम्बरमा आएर उसको ट्राफिक पुलिसको राति अरू जस्तै भवन अब सिभिल पुलिसहरू गाउँमा गएर लुकेर बस्ने अवस्था यसरी ठाउँमा बस्नुपर्ने छैन। जहाँ सडक छ, जहाँ गाडी चल्छ त्यहाँ हुने भयो। त्यसले गर्दाखेरि ट्राफिक प्रहरी हुँदाखेरि एउटा सबभन्दा राम्रो पछि व्यवहार राम्रो गर्न सक्नु पर्यो। उसको डरलाग्दो जुन काम र उसले प्र्याक्टिस म 58 वर्षसम्म अहिलेसम्म म जोस झार किन छ भन्दाखेरि ट्राफिक पुलिस भएर हो। सडकमा दिनभरि उभिन्छौँ हामी, ढाड दुखेन हामीलाई, त्यो स्वास्थ्यलाई फाइदा पनि त्यो हो। अरू कुरा अहिले ठुलो ठुला छ समस्या हुन्छ भन्छ हामीलाई, तर पनि नहुने रहेछ। म अहिलेसम्म कुनै रोग लागेको छैन मलाई, किनभने अरूको जनताको हित जनताको फाइदालाई काम गरेर भगवान्ले हेर्दो रहेछ थाहा छ मलाई। त सबभन्दा मुख्य त्यो हो। ट्राफिक पुलिसले नाताले गर्दाखेरि मैले अनुभव गरेको कुरा गर्दाखेरि ट्राफिक पुलिसमा सडकमा जुन दुर्घटना हुन्छ त्यो हेर्दाखेरि के फिलिङ गर्नुपर्छ भन्दाखेरि यो दुर्घटना भएको चाहिँ गल्ती मेरी हो कि क्या हो, भनेपछि त्यो एउटा आत्मसमीक्षा चाहिँ जहिले गरिराख्नुपर्छ। आत्मसमीक्षा गरे भने दुर्घटना नहुने गरी हामी काम गर्न सक्नुपर्छ। त काम गाह्रो छैन। एकचोटि सडकमा बसेर काम गरेपछि जहाँ पनि ट्राफिक व्यवस्थामा त्यही हो, क्यारे जाम खोल्ने दुर्घटना कम गर्ने हो, व्यवहार राम्रो गर्ने हो। तर एउटाको ट्राफिकले एउटा के बुझ्नु पर्छ भने म सेतो टोपी लायो, बेल्ट लायो, म नि सडकको राजा भनेर कुरा सोच्नु हुने थियो। अहिले ट्राफिक प्रहरीले त्यो सोच्यो भने त्यहाँ कहिले राम्रो हुनु फिल्म गर्छ कि नि टोपीले म नि हुँ, ए त्यहाँ रोक लाइसेन्स ल्याऊ, के रोक्यो त्यो चिज होइन। हजुर नमस्ते, हजुरले गल्ती गर्नुभएको छ, लाइसेन्स एकचोटि भन्न सक्नु पर्यो। ल अब तपाईँको यो करियरमा सबभन्दा गाह्रो पोइन्ट के थियो, कसरी ओभरकम गर्नुभयो? सबभन्दा गाह्रो पोइन्ट त केटी मान्छे हुनु नै थियो है। केटी मान्छे भएर हेलिकप्टर पाइलट बन्नु सबैभन्दा गाह्रो पोइन्ट थियो मैले भने। तर केटालाई पनि त्यति नै गाह्रो हुनु त, तर केटा मान्छेलाई चाहिँ तैँले गर्न सक्छस् भन्ने क्वेसन सोध्दैन। हामी केटी मान्छेलाई चाहिँ तैँले गर्न सक्छस् भन्ने क्वेसन हाम्रोमा चाहिँ क्वेसन मार्क आउँदो रहेछ कि। अनि जब डाइनेस्टी जोइन, अब जसलाई पनि हो यो पढ्ने कुरा चाहिँ, कुनै पनि हेलिकप्टर पाइलट पढेर आइसकेपछि चाहिँ वर्ल्ड वाइड को पाइलट भन्ने कुरा चाहिँ छैन क्या। हाम्रो नेपालमा चाहिँ छ क्या को पाइलट भनेर। त्यो हेलिकप्टर उडाउन थाल्दाखेरि चाहिँ त्यो हेलिकप्टरमा सर्टेन आवर नभएसम्म चाहिँ एज अ पिआइसी पाइलट इन कमान्ड उड्न पाउँदैन। सो त्यो चाहिँ सबभन्दा स्ट्रगलिङ पार्ट हो।
हामी हेलिकप्टरमा एउटा सिङ्गल पाइलट मात्रै उड्छ, एकजना मात्रै उड्छ, दुईजना पाइलट हुँदैन। सो अब कम्पनीले चाहिँ तिमीलाई लिएको स्यालेरी पनि दिन्छ प्लस अलाउन्स पनि दिन्छ, तर साइडमा बस्नलाई कन्ट्रोल हाल्नलाई चाहिँ प्यासेन्जर 4 जना हुनु पर्यो। 4 जना प्यासेन्जर भएको बेला मात्रै उड्न पायो, नभए उड्न पाइँदैन। पहिला हाम्रो पालामा चाहिँ कस्तो नि रेस्क्यू भन्दाखेरि एकजना मात्रै हुने, दुईजना मात्रै हुने थियो कि। आजकल त रेस्क्यू हुँदा नि 4-5 जनै हुन्छ नि त हिउँ बारेर है। त्यसले गर्दाखेरि चाहिँ को पाइलटहरू त्यति उड्न पाउँदैन। हाम्रो पालामा चाहिँ हामी अलि लकी भयौँ। एकजना बिहान 5 बजे उठेको त अब अहिले त अब झन्डै 18 वर्षै भयो है। बिहान 5 बजी उठ्न थालेको, अनि एकदम सुत्छु भन्ने पनि 5:30 हो कि। 5:30 बजी आँखा खोल्नु, त्यो अफ डेको दिन पनि त्यस्तो हुन्छ। सो बिहान 5 बजी उठेर 6 बजे बिहान सार्प एयरपोर्ट पुगेपछि चाहिँ बेलुका 6 बजीसम्म स्ट्यान्ड बाई हो क्या। स्ट्यान्ड बाई एज अ को पाइलट। अब त्यहाँ क्याप्टनलाई मन पराउँछ कि मन पराउँदैन हुन्छ नि। अब पहिला त बोल्न नआउने रहेछ, कतिलाई मसँग इरिटेट पनि हुने रहेछ। अब बोल्नै आउँदैन नि त होइन, के थाहा। अब सँगै हुर्केको भए पो थाहा हुन्छ यसलाई यस्तै बोला मन पर्दैन भनेर। अब को कहाँको, कसको छोरा कसको ऊ होइन, सिनियर्सहरू। त्यति बेलामा चाहिँ अनि बोल्न सिक्दै गएँ, यस्तो रहेछ भन्दै गएँ। त्यतिखेर मैले मास्टर्स स्टार्ट गरेँ इन्दिरा गान्धी इग्नोबाट चाहिँ डिस्टेन्स लर्निङ भनेर मास्टर्स पढ्न थालेपछि चाहिँ त्यसले मलाई अलिक बढी हेल्प गर्यो। किनभने जब एज अ फ्लायर मलाई डाउट गरेर आएको थियो नि, त्यति बेला चाहिँ मैले एज अ म्यानेजर या एज अ पेपर वर्क चाहिँ मैले गर्न सक्छ है भनेर उहाँलाई प्रुभ गरेँ कि। अब मलाई क्याप्टन दिँदैन भन्नेमा चाहिँ एउटा पोइन्टमा पुगिसकेको थिएँ। किनभने अब केटा पाइलटहरू टन्नै थियो, अब डाउट पनि भइरहेको थियो, सायद मलाई दिँदैन होलामा पुगिसकेको थिएँ म। अनि म म्यानुअलहरू बनाउन सक्छु, म अडिटहरू गर्न सक्छु भन्दाखेरि चाहिँ ल गरेर देखाउन त भन्थ्यो। त्यो जब गर्दै गएँ त्यसपछि उहाँलाई म मन पर्न थाल्यो बल्ल। जब कि पेपर वर्कहरू अडिटहरू पास गर्दै गएपछि मैले यो अपरेसन म्यानुअल, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर्सहरू जुन हेलिकप्टरको हुन्छ त्यो सबै बनाउँदै गएपछि चाहिँ त्यो साइडबाट अलिकति इम्प्रेस भएपछि चाहिँ अनि ल अब फ्लाइट ट्रेनिङहरू गर्ने भनेर एकचोटि सिनियर क्याप्टन सर एकजना मसँग उड्नु भएको थियो भने चाहिँ त्यो फ्लाइट त राम्रो पो रहेछ भनेर भन्छ कि। यसरी नै सर अझै कहिले उडाएको पो थाहा हुन्छ त होइन। अब उहाँ बिजी हुन्छ, उहाँ सबैसँग उडिरहेको नि। अनि त्यसपछि बल्ल बल्ल त्यो चान्स पाएपछि ल अब मसँग उड है भनेर भन्छ कि। अनि त्यो 3 इयर्समा बिचमा त अलिअलि आई डोन्ट नो डिप्रेसन भने के हो भनेर। अब अहिले पो डिप्रेसनको बारेमा यत्रो धेरै हल्ला थियो त होइन। त्यति बेला त डिप्रेसन भने के हो थाहा थिएन। त्यो रातभरि रुने, त्यो चिच्चाउने, अन्धकारमा त्यो त सायद डिप्रेसनमै थियो होला जस्तो पनि लाग्छ कि अहिले सोच्दा चाहिँ। त्यो सिचुएसनबाट चाहिँ म मात्रै होइन सायद केटा पाइलट पनि जान्छ। तर मलाई चाहिँ कस्तो भयो भने म केटी मान्छेलाई भनेको जस्तो फिल हुने कि। म केटी भएर मलाई यस्तो भनेको जस्तो फिल हुने, त्यो चाहिँ एकदमै गाह्रो पार्ट हो। अहिले हाम्रो को पाइलट भाइहरू छ हामीसँग, बिहानदेखि बेलुका आएसम्म बस्छ भाइ यो फेसबाट त म नि गएको हो, यस्तै हो। मैले उडाउनु सक्छु भनेपछि तैँले पनि उडाउन सक्छस्, तर यस्तै हो भाइ, मैले पनि गएको तैँले पनि जाने। त्यो केटा पाइलटहरू त्यसो देख्दा चाहिँ अलिकति खुसी पनि लाग्छ, म पनि यसरी त होइन। यो त मैले पनि फेस गरेर आउने, कम गाह्रो थियो त बाफ्रे। बिहान 5 बजी उठेर बेलुका 6 बजे घर पुग्दा कहिले 2 महिना त फ्लाइटै हुँदैन थियो कि। अब एज अ को पाइलट त उडाउँदै नउडाउने। सो त्यो आवर गेन हुँदै गएपछि चाहिँ अन टाइप जुन त्यो हेलिकप्टर उडाउँछ त्यो हेलिकप्टरमा क्याप्टनहरूलाई चाहिँ सिभिल एभिएसनको ल अनुसार 600 आवर्स मात्रै हो। तर एज अ इन्सुरेन्सको चाहिँ क्रास रेटले गर्दा 1000 घन्टा थियो क्या, 1000 आवर्स। अनि म त यस्तो म्यानुअलमा बिजी हुन्थेँ नि त्यति बेला, त पुरा टाइप गरेँ बनाएँ दिनभरि अफिसमा। मैले त्यो 7 वर्ष झन्डै 7 वर्ष काम गरेँ एयर डाइनेस्टीमा। मैले 365 दिन नै काम गरेँ। मैले छुट्टी नै लिनँ, मलाई जहाँसम्म याद छ मैले कहिले पनि छुट्टी लिनँ। मलाई चाहिँ अब हेलिकप्टर यस्तो मन परेको नि होइन। त्यो उडेदेखि हेलिकप्टर त मेरो फर्स्ट लभ नै हेलिकप्टर हो क्या। सो के गर्ने त के भन्छ, एउटा ट्याटु बनाउनु मन लाग्यो। ट्याटु बनाउन मैले सानो ट्याटु बनाउन गएको थिएँ होइन। अनि त्यसपछि गएर हेर्दा त यो एकदम मन पऱ्यो। सो मेरो चाहिँ म एज अ क्याप्टन उडेको हो, अल्फा गल्फ युनिफर्म भनेर। सो त्यो हेलिकप्टरको ट्याटु बनाएको मैले चाहिँ सायद यतिको माया त मैले कसैलाई पनि गर्दैन होला, त्यही भएर मेरो हेलिकप्टर सबैभन्दा। गल्फ युनिफर्म चाहिँ म क्याप्टन पनि भएँ, मेरो पिआइसीको ट्रेनिङ पनि यसमै भयो, प्लस धेरै आवर्स पनि यसमै छ। अहिले पनि उडिरहेको छ, यो अहिले पनि आकाशमा उडिरहेको छ हेलिकप्टर। हेलिकप्टर पाइलट भएको धेरै फाइदाहरू पनि भयो मलाई होइन। लाइफमा धेरै राम्रो पनि भयो, तर
धेरै नराम्रोबाट पनि गएँ कि सो त्यो हुन्छ नि पैसा खर्च हुने अब अहिले त करोड नै लाग्छ है हेलिकप्टर पाइलट पढ्नलाई जुन इन्भेस्टमेन्ट छ त्यो इन्भेस्टमेन्टमा सोच्ने र होइन गर्दैन यो त ब्याङ्कबाट राखे पनि पैसा यतिले नै यति वर्षमा आउँछ भन्ने सोच्ने भन्ने त्यो पनि सायद ठिकै होला होइन तर एज अ फ्लायर भएर हेलिकप्टर पाइलट भएर त्यो स्ट्रगल पास गरिसकेपछि तिमी त रोल मडलिङ पुगेर रहन्छौ होइन म नेपालको सबै ठाउँमा पुगिसकेँ कि अहिले होइन एक्लै हेलिकप्टर लिएर जान्छु कि त्यो एउटा फिलिङ छ नि त्यो फिलिङ त त्यो स्ट्रगल पार्ट त केही पनि होइन म पुगिसकेँ कि अहिले अनि त्यो बाहिर गएर सिकिन्छ भन्ने कुरा उसले जुन गर्यो नि त्यो कुरा नै हो क्या बाहिरै गएर सिकेँ कि मैले घरभित्र त अलिकति आवाज ठुलो हुने बित्तिकै आमाले अहिले पनि झापड त हानिहाल्छ होइन बाहिर त सिकेको कुरा त बाहिर त अब म त्यसरी बोलिनँ भने त मलाई त हेप्छन् होइन अब म त एउटा लेभलमा पाइलट भएर क्याप्टन भएर एउटा लेभलमा पुगिसकेपछि त मैले त्यसरी बोलिनँ भने त्यो सिचुएसनै डिफ्रेन्ट हुन्छ क्या त्यहाँ कमान्डिङ हुनैपर्छ सो स्ट्रगलिङ फेज त्यो लास्ट 3.5 years थियो त्यसमा पनि 3 months अलिक बढी नै स्ट्रगलिङ थियो आफूलाई बलियो बनाउँदै जानुपर्छ जहिले पनि कसैलाई पनि दोष दिनुभन्दा पनि या कुनै पनि सिचुएसनमा नराम्रो बोल्नुभन्दा पनि आफ्नो जग बलियो बान्नुपर्छ जस्तो लाग्यो मलाई चाहिँ मैले जति पनि स्ट्रगल गरेँ मैले आफूलाई बनाउँदै गएँ मैले मास्टर्स गरेँ मैले आफूलाई प्रुभ गर्दै गएँ म क्याप्टन भएँ क्याप्टन भएपछि मैले सेफ्टी ट्रेनिङ गर्नलाई म सिङ्गापुर पनि गएँ त्यसपछि फर्केर आएर फेरि पढेँ यो फेरि जस्तो डक्टर इन्जिनियर पढिरहन्छ नि हामी पनि पढि नै रहनुपर्छ है खास अप टु डेट चाहिँ भइ नै रहनुपर्छ कि किनभने एक्लै उड्ने हो इन केस अफ एनिथिङ यु हेभ टु बी रेडी होइन सो त्यो हुँदै त्यो गर्दै गएपछि चाहिँ 7 वर्ष डाइनेस्टीमा काम गरेपछि जब फिल भयो कि ल अब चाहिँ आइम रेडी टु गो आउट एन्ड फेस द वर्ल्ड भनेपछि मैले डाइनेस्टी छोडेँ डाइनेस्टी छोडेपछि मेरो अलिकति अर्को प्रोग्रेस भयो म माउन्टेन गएँ त्यो माउन्टेन गएपछि म श्री एयरलाइन्स जोइन गरेँ अलिकति प्रोग्रेस भयो मलाई हाम्रो एकजना भाउजू होइसिन्छ सर चाहिँ धेरै अगाडि क्रासमा बित्सेको अनि सरको छोरी चाहिँ हेलिकप्टर पाइलट पढ्छु भन्दै रहेछ कि अनि भाउजूले आएर बहिनीलाई त्यहाँ भन् त हेलिकप्टर पाइलट पढ्नु हुँदैन भने भन् त अनि किन भन्नु हुँदैन पढ्नुपर्छ होइन छोरी आइज के भएको छैन बहिनी आइज म छु के फरक पर्छ त अब अहिले पापा होइसिन्न तर म त छु नि त भाउजू के कुरा छैन तेरो स्यालेरी सबैभन्दा कम छ भन् त भन्छु कि यसरी मैले भाउजू मेरो ब्याचमा सबैभन्दा धेरै स्यालेरी छ मेरो प्राउडली भन्छु कि सबैभन्दा धेरै स्यालेरी छ मेरो केटी मान्छे भनेर मलाई कसैले हेप्न चाहिँ दिएको छैन है मैले आफूलाई हेप्न दिइनँ मैले आफ्नो पोजिसन सधैँ बनाइराखेँ जतिसुकै स्ट्रगल भए पनि म गर्दिनँ भनेर चाहिँ म पछाइ नै सरिनँ क्या त्यो एउटा पार्टमा चाहिँ सायद मामु बुवाको पनि ठुलो हात छ अहिले चाहिँ मेरो मामुले के भन्छिन्छ भने अब 13-14 वर्ष भयो एज अ हेलिकप्टर पाइलट उडेको नाम कमायो एक्लै भयो लेडी पाइलट एक्लै भयो नेपालको गयो हाई अल्टिट्युड गयो अब भयो जाऊ जाऊ विदेश अब विदेश जाऊ मलाई आराम हुन्छ तिमी यहाँ हेलिकप्टर पाइलट भएर हेलिकप्टर घर नआएर मलाई टेन्सन हुन्छ अहिले चाहिँ त्यस्तो भन्न थाल्छ कि नभए पहिला त कहिले पनि थिएन कहिले पनि क्वेसन मार्क नै थिएन कि छोरी कहाँ बसाछस् भनेर म एकचोटि यो लाप्चे गुम्बा यता माथि लामा बगर माथि त्यो माथि वेदरले गर्दा 5 रात फसेँ कि फोन सन केही पनि थिएन सेटेलाइट फोन पनि चलेन अनि तर हाम्रो हेलिकप्टरको ब्याट्री अन अफ गर्दा चाहिँ भिडियो ट्र्याकरले गर्दा रिले चाहिँ गर्छ ब्याट्री अन गऱ्यो भने चाहिँ हेलिकप्टर त्यहाँ छ भनेर 5 दिनपछि घर आउँदा त अनि अफिसबाट फोन आएको थियो त आएन अरे मरे बाँचे केही मतलब छैन यसै भने कि मैले अनि हुन्छ नि त्यो अब कहीँ गयो होला फस्यो होला त्यो टाइपको त्यतिसम्म विश्वास गर्छिन्थ्यो कि मलाई अहिले पनि त्यो हामी जस्तो गरी विश्वास दिलाउँदै जान्छौँ नि समाजले सायद सुरुमा क्वेसन गर्ला तर पछि त क्वेसन गर्दैन ओके द हाइएस्ट डिफिकल्टी पोइन्ट आफ्नो करियरको र कसरी ओभरकम गर्नुभयो मेरो मलाई ठ्याक्कै त्यस्तो त केही याद छैन किनभने बिङ भेरी अनेस्ट यो 15 वर्ष कसै बित्यो भनेर सोच्न साथमा गाह्रो हुन्छ होला I've had a lot of good times in my career so far. Highest भन्दा नि त्यो के चाहिँ हुन्छ भने सुन्दाखेरि हाँस पनि उठ्छ जब सिजन सुरु हुन्छ नि होइन अनि के अरे सिजन सकियो ब्याङ्क ब्यालेन्स राम्रो हुन्छ अनि सिजन सकिन्छ अनि अब बिचमा काम हुन नि त हाम्रो त 3 महिना काम अनि 3 महिना
अनि उता सिजन सुरु हुन लागेला साथीहरूको ट्रेक बुक भयो भने आफ्नो चाहिँ यसो इमेलै आउँदैन हुन्छ सो त्यो चाहिँ गाह्रो हुन्छ अरू त खासै त्यस्तो केही पनि छैन मलाई त लाइक सो भनेपछि तपाईँको करियरमा यु रियली लाइक यर वर्क तर यसलाई कमर्सियल पाटोमा लाँदाखेरि चाहिँ यो अरू जब जस्तो मन्थ बाई मन्थ स्यालेरी आउने काम चाहिँ होइन होइन यो 3 महिना तपाईँहरूको सिजन हुन्छ 3 महिना अफ हुन्छ 3 महिना सिजन 3 महिना अफ ओके अनि त्यस्तो भएको हुनाले अब त्यो केसमा चाहिँ अगेन फेरि अब म के भन्छु भने के अरे अब इफ यु नो वाट यु डुइङ तिमीले कसैलाई ठगेको छैनौ ढाँटेको छैनौ चोरेको छैनौ इफ यु नो वाट यु सेलिङ देयर इज अलवेज अ बायर there's always a buyer. You can actually put the price up here because there's a market and there's always the buyer. Okay. त्यो बजेट म्यानेज गर्न जान्नु पर्यो हैन र अर्को चाहिँ नि कसरी सेल गर्ने आफ्नो प्रोडक्टलाई भनेपछि तपाईले एट दिस पोइन्ट जुन करियर तपाईले भन्नुभयो नि म ट्र्याकिङ गाइड छु भनेर त्यो मात्रै होइन नि त तपाईँ हैन तपाईँ उद्यमी पनि हो तपाईको आफ्नै ट्रेकिङ कम्पनी छ अनि त्यसको लागि तपाईले सेल्स पनि गर्न सिक्नु पर्यो मार्केटिङ पनि सिक्नु पर्यो कस्टमर रिलेसन पनि सिक्नु पर्यो एकदम तपाईको अलिअलि डिजिटल मार्केटिङ नि सिक्नु पर्यो भनेपछि धेरैवटा कुरा जोडेर चाहिँ नि अहिले तपाईले आफ्नो कम्पनी चलाइराख्नु भएको छ त्यो कसरी सिक्नु भयो सो अगेन आई थिंक तपाईको यो सबैको आन्सर मैले अघि पनि भने सिन्स आई वाज सो मच इन्टु दिस फिल्ड हैन तपाईको आफ्नो इच्छा लागेको कुरामा चाहिँ भयो भने चाहिँ तपाईको त्यो काम गरे पनि काम गरे जस्तो त्यो नहुँदो रहेछ के सो अगेन अघि मैले भनेछ त्यो आउटडोर्समा लागेपछि जुन एउटा तपाईको मलाई लर्निङ बाइ एक्सपिरियन्स हुन्छ लर्निङ बाइ डुइङ भन्ने जुन एउटा मलाई कुरा सिकाए मैले त्यो गर्दा 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 इट जस्ट स्टार्टेड ग्रोइङ अन मी अनि त्यो आफै नै भयो सो आई वुडन्ट से आइ एम एक्सपर्ट इन एभ्रिथिङ हैन आई स्टिल ह्याभ टु लर्न तर होल प्रोसेसमा आउँदाखेरि लङ स्टोरी सर्ट सबै कुरा आफै बिस्तारै बिस्तारै सिक्दै आए के त्यो सिक्न सकिने रहेछ नि त हैन त्यो क्लासैमा गएर मात्र मार्केटिङ सिक्नु त होइन नो तपाईको बाहिर गएर मान्छेसँग बोलेपछि when you face the world अघि हाम्रो उहाँले भन्नुभएको थियो once you start facing the world बाफरे त्यो बुकको त्यो के अरे व्हाट इज फर्स्ट भन्ने क्वेसन त के हो र त्यो त केही पनि हैन नि व्हाट इज टुरिज्म भनेको त्यो 4 लाइनमा जुन तरिकामा डिस्क्राइब हुन्छ द्याट्स नथिङ तपाईको मान्छेको मेन्टालिटी मान्छेको एक्सपेक्टेसन खाने स्टाइल हिँड्ने स्टाइल वाउ तिम्रो त यहाँबाट यस्तो पो जान्छ त्यस्तो त्यसपछि त यस्तै ओके अनि यस्तो गएपछि त अनि अब आफू पनि यसो गयो भने त पागल हुन्छ फेरि त्यहाँ अनि त्यसले सिकाउँदो रहेछ कि ए होइन मैले त यो पो गर्नुपर्ने रहेछ यो गर्नु रहेछ यो ठिक छ मलाई भने त्यसलाई आफ्नो बाटो न्यारो डाउन गर्यो फनल गर्यो मलाई यो धन्यवाद नाइस टु मिट यु थ्यांक यू सो मच लेट्स गो इन्ट्रेस्टिङ ल हामी प्रोग्रामको अन्ततर्फ पनि आइरहेको छौँ अब एकदम छोटोमा तपाईँले विद्यार्थीहरू अहिले जसले प्रोग्राम हेरिरह होला अथवा अभिभावकहरू जसले आफ्नो नानी बाबुलाई के पढ्ने गाइड गर्नलाई कुरा गरेको हुन्छ नि उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँको छोटो मेसेज सबभन्दा मुख्य त अब प्रहरी उहाँ पनि राम्रो हो अहिलेको जमाना प्रहरी भनेको जनताको सेवा गर्ने हुन्छ सेवा गरेको हुन्छ प्रहरी अलिकति फरक त हुन्छ किनभने आफ्नो घर आफ्नै आमा बुबा कोही छोडेर पनि आफ्नो जनतालाई कसरी गर्न सकिन्छ भन्ने कुरा हुन्छ प्रहरी हुनुपर्छ प्रहरी भइसकेपछि एउटा चिज कि सडकमा अहिले म ट्राफिक पुलिस नाताले सबभन्दा मुख्य अहिले जुन बेला पनि स्कुलको बच्चा सर टिचर मोटरसाइकल चालक गाडी चालक बसहरू धेरै दुर्घटनाबाट मृत्यु भएको छ अहिले कुन बेला कहाँनिर हुन्छ थाहा छैन हामीलाई किनभने एउटा स्टेरिङ र ब्रेकको भरमा काम गरेर हुन्छ अलिकति बाटो काट्दाखेरि समस्या आउनसक्छ हामी सडकमा बस्दाखेरि धेरै हेरेको हुन्छ हिजो 7 दुपहरमा अलिकति सानो मिस्टेक जेब्रा क्रसिङ पार गर्दाखेरि जेब्रा क्रसिङमै दुर्घटना भएर मान्छे मृत्यु भएको छ हैन त्यसकारण हामीले एउटा के छ भने ट्राफिक नियम अब जुन प्रहरी भनेको चिज त एकदमै राम्रो पछि भनेको छु ट्राफिक पुलिस अरू प्रहरी भन्दा ट्राफिक पुलिस राम्रो पनि छ सडकमा बस्ने कारणको तर हामी सडकमा बसेको एउटा के अनुभव गरेको छु भने हामी ट्राफिक होस् कि पुलिस होस् कि मान्छे होस् उसले ट्राफिक नियम पालना गर्नुपर्छ सब त्यस कारण मैले एउटा चिज म ट्राफिकको रिटायर भइसकेपछि मलाई कुनै कहाँनिर हर्न बज्दा साथ दुर्घटना भयो कि पनि डर हुन्छ 29 वर्षमा सडकमा बसेँ म कोही दुर्घटना होला त्यसै मैले ट्राफिक नियम पालना गरेर लेखेको छु मैले हातमा कोरेको छु डेडिकेसन टु योर सर्भिस मलाई त्यो ट्राफिक नियम पालना गर्दै म गाडीमा जाँदा जाँदाखेरि मलाई लाग्छ ट्राफिक नियम पालना गर्नुपर्छ भने मैले यो कुरा ट्राफिक नियम पालना गरेर लेखेर ज्याठामा गएर थुमेल गएर लेखेको मैले थुमेलमा गएँ त सही सब बोलाएर अनि के लेख्ने भने ट्राफिक नियम पालना नजिस्काउनु सर भन्यो लेख्ने मान्छेले
किनभने सबैले आफ्नो श्रीमतीको नाम भगवान्को नाम छोराछोरीको नाम लेख्छ ट्राफिक नियम पालन गरेर को लेखेको कोही छैन भन्छ रेकर्ड अहिलेसम्म छैन लेखेर आयो म घरमा गएर आएपछि श्रीमती म ट्याटु लेखेर आयो भने चिया पकाउने थियो 6 बज्यो बिहान ट्याटु लेखेपछि हो पुलिसमा लेख्न पाउन नि पुलिस सकेपछि रिटायर भएपछि लेखेको 1 हप्ताभित्रमा श्रीमतीले के नाम लेख्यो पकाउने चिया ल्याउने भन्यो भने श्रीमतीले दङ्ग पऱ्यो अब हुनु न अनि चक्क लिएर मैले के लेखेँ भने हेर श्रीमती यसरी लेख्यो मुख अँध्यारो पार्यो श्रीमतीले के सोचे मेरो नाम लेखेको मेरो श्रीमानले माया गरेको होला सोचेको होला अनि मैले श्रीमतीलाई के भने श्रीमतीजी त्यो किन मुख अँध्यारो पार्यो यो ट्राफिक नियम पालन गर्न लेखेपछि तिम्रो सिउँदो म सडकमा दुर्घटना कहिले मर्नेवाला छैन त्यो बुझौ भनेपछि श्रीमती ससँग भयो त्यस कारण ट्राफिक नियम पालना गरौँ हाम्रो सानो बच्चा अभिभावकको लागि के हो भने सबैले ट्राफिक नियम पालना गर्न सक्यो भने हामी घर आफ्नो सकुशल घरमा पुग्न सकिन्छ अफिसमा पुग्न सकिन्छ अहिलेको धेरै मान्छेहरू सबै दुर्घटनाबाट मृत्यु भएको छ सडकमा थ्याङ्क यू सो करियरमा के गरौँ भनेर सोचिराख्नु भएको भाइ बहिनीहरू अथवा अभिभावकहरूलाई के भन्नु तपाईँको के मेसेज जुन हेलिकप्टरमा एज अ प्यासेन्जर उडेँ म त्यही हेलिकप्टरमा एज अ क्याप्टन उडेँ क्या पछि सायद मैले घरमा गएर मामुबुवालाई भन्दाखेरि मामुबुवाले नै भनेको भए त्यो हुँदैन थियो सो कुनै पनि घरमा आएर बच्चाले केही पढ्छु भन्दाखेरि तब करोड नै लाग्छ होइन क्वेसन त गरिन्छ नै पैसा होला नहोला तर गर्छु भन्नेलाई चाहिँ गर्न दिनुपर्छ जस्तो लाग्छ सो तपाईँको छोराछोरी कसैले पाइलट पढ्छु भनेको छ भने प्लिज गर्न दिनुहोस् जब पाउने नपाउने त आफ्नै ठाउँमा छ तर जब ग्यारेन्टी या रेकमेन्डेसन नभइकन त अहिले जान पनि दिँदैन खास होइन सो जब ग्यारेन्टी र रेकमेन्डेसन छ भने चाहिँ जान दिनुहोस् लगानी यत्रो लगानी गरेर पैसा उठ्छ भनेर यस्तो क्वेसन गर्नुहुन्छ क्या त्यो भनेको लगानी होइन क्या त्यो भनेको एजुकेसन हो क्या एजुकेसन कहिले पनि फेल खाँदैन कहिले पनि एजुकेसनले धोका दिँदैन सायद फ्लाइ गर्न नपाउला या भोलि गएर जागिर नपाउला तर पछि त काम लाग्छ नि त मैले किन मास्टर्स गर्नु पर्थ्यो र किन इन्भाइरोमेन्टल साइन्स पढ्नु पर्थ्यो जबकि मेरो जब त अलरेडी थियो नि होइन तर एजुकेसनले चाहिँ कुनै पनि ठाउँमा फेल खान दिँदैन पाइलट पढेर आएर जब पाएन भने अरू पढ्दै गर्दा पनि हुन्छ पैसा अलिक धेरै लाग्छ तर त्यो भनेको चाहिँ बच्चामा लगानी हो क्या त्यो भनेको चाहिँ इन्भेस्टमेन्ट रिटर्न आउनला भनेर सोच्नु चाहिँ हुँदैन मेरो मामुबुवाले कहिले पनि त्यो सोचेन होइन आजसम्म पनि मलाई मामुबुवाले तैँले कति कमाउँछु सोध्यो भनेर सोध्छिन्न क्या मैले जति इन्भेस्ट गरेको थिएँ त्यो तिरेर पनि उल्टो दिए पनि सकेँ होइन उहाँहरूलाई एउटा नयाँ घरै दिइसकेँ भन्ने हुन्छ सो त्यो रिटर्न आउँछ बट देन त्यो आउनलाई टाइम लाग्छ अब 14-15 वर्ष लाग्यो होइन त्यो आउँछ तर म चाहिँ घरको एकदमै ज्ञानी छोरी भएको भएर हो है यो चाहिँ फेरि भएको म एकदम टाइममा सुत्ने काहीँ नजाने साथीभाइ पनि थोरै लिमिट भएको हुन्छ नि अनि प्लस मेरो श्रीमान पनि हेलिकप्टर पाइलटै हुनुहुन्छ होइन विदेशी नागरिक हो तर सो त्यो सबै मिल्यो क्या मेरो चाहिँ नि सर्टेन कुराहरू लकिली टचवुड मामुबुवाले पनि एकदम सपोर्ट गरेँ यो गर्छु त्यो गर्छु भन्दाखेरि ठ्याक मिल्दै गयो कि सो त्यसरी नै सपोर्ट गर्नुहोस् आफ्नो छोराछोरीलाई अनि हेलिकप्टर पाइलट पढ्छु भन्नेहरूलाई चाहिँ प्लिज कम वी निड हेलिकप्टर पाइलट्स प्लिज कम हस् तपाईँको मेसेज सो मेरो मेसेज चाहिँ लाइक देयर वाज अ भिडियो मैले उहाँको नाम बिर्सेँ त्यो दाइ he's into innovations and stuff महावीर हो मलाई सोधेको थिएँ सेम क्वेसन के भन्न चाहनुहुन्छ जेसुकै बनाउँछ के मलाई भन्नुभएको थियो सो त्यस्तै I think I have nothing to say to anyone त्यसरी नै अनि तर उहाँले भन्नुभएको जस्तै if there's anything that you can feel like go for it जसरी म तपाईँको लाउरे बनिन बिर्साउने भइन तर that just made me more stronger responsible and I think a better human being अनि every failure opens up a gate for new experience so नम्बर 1 गल्ती गर्न डराउनु भएन नम्बर 2 गल्ती गर्न डराउनु भएन नम्बर 3 गल्ती गर्न डराउनु भएन त्यति भयो भने आँट आउँछ त्यसपछि त सबको ड्याम्पिडियम गल्तीबाट सिक्नु पर्छ एकदम साउन्ड्स गुड थ्याङ्क यू सो मच यहाँहरूको समयको लागि राति पनि भइसक्यो तर तपाईँहरूले समय निकालेर यस्तो रमाइलो इन्ट्रेस्टिङ स्टोरी सेयर गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हामी फेरि पनि विभिन्न करियरमा लागेका साथीहरू बोकेर आउने नै छौँ लिएर आउने नै छौँ र होपफुली यो कुराकानीले तपाईँहरूलाई हेल्प भयो होला
यदि कसैले ट्राफिक प्रहरीमा अथवा पाइलटमा अथवा टुरिज्ममा स्पेसली ट्रेकिङ गाइडको त्यो जर्नी सुनेर तपाईँहरूले माइन्ड मेकअप गरिराख्नु भएको छ भने होपफुली इट हेल्प यु एन्ड विल बी ब्याक अगेन थ्याङ्क यू नमस्ते